सबैजना नमस्कार। हामीसँग नमस्कार। चाहिँ कृष्ण प्रसाद सर हुनुहुन्छ जो विगत 10 वर्षदेखि चाहिँ आइटी सेक्टरमा चाहिँ फ्रिल्यान्स कामहरू देशका विदेशका कामहरू गरिरहनु भएको छ। त्यस्तै हामीसँग चाहिँ प्रवीण ढकाल सर हुनुहुन्छ जुन सूचना प्रविधि क्षेत्रको विज्ञको रूपमा चाहिँ त्रिभुवन विश्वविद्यालयको पूर्व क्याम्पसमा कार्यरत हुनुहुन्छ। सरहरू दुवैसँग चाहिँ म आज चाहिँ नेपालको अथवा विश्वको चाहिँ पछिल्लो समयमा आइटीबाट भएको प्रगति र त्यसरी नेपालमा लिएर आएको अवसर र केही चाहिँ चुनौतीहरूको बारेमा पनि छलफल गर्न गइरहेको छु है त। सबैभन्दा पहिला चाहिँ अब हाम्रो देशमा अहिले पछिल्लो समय जेनजीको विद्रोहबाट चाहिँ सत्ता उलटपुलट भयो होइन। त्यस्तै चाहिँ पछिल्लो समय विभिन्न कुराहरू चाहिँ अर्थतन्त्रमा पनि आइटी सेक्टरले उल्लेखनीय योगदान दिएको भन्ने पनि छ होइन। यो समग्र आइटी सेक्टरले चाहिँ यो नेपाललाई चाहिँ के गरिरहेको छ होला भन्ने चाहिँ कृष्ण सरको के छ होला? अब यो आइटीसँगको एक्सपोजर नेपालको सराहनीय नै छ। जेनजी विद्रोहले त नेपाललाई वर्ल्ड वाइड रूपमै धेरै ठाउँमा चिनायो होइन। यो नेपालको फ्ल्याग पनि कतिपय अरू जुलुसहरूमा अरू देशका जुलुसहरूमा पनि युज गरे एज अ सिम्बल होइन। लाइक मान्छेको असन्तुष्टि पोख्ने एक्जाम्पलको रूपमै नेपाल देखियो होइन। अनि अब यो कोअर्डिनेसनदेखि लिएर यसको चाहिँ अगाडि बढ्ने सबै कुरा अनलाइन भए होइन। अनि अब यो आह्वानदेखि लिएर सबै कुरा अनलाइन भयो होइन। त्यसले गर्दाखेरि चाहिँ नेपालमा रिच राम्रो छ र पिपल कोअर्डिनेट भएर पनि टेक्नोलोजी चाहिँ युज गरिरहेछन् भन्ने सोसियो पोलिटिकल एस्पेक्ट चाहिँ देखियो आइटीको होइन नेपालमा, जुन चाहिँ योभन्दा अगाडि यति क्लियरली होइन यति दमदार रूपमा चाहिँ देखिएको थिएन होइन। र चाहिँ युवाहरूलाई पनि मान्छेहरूले चिने कि यसपालिको दसैँ टिकाको चाहिँ गफमा फ्यामिली गफहरूमा पनि जेनजी जेन अल्फा, यो जेनजी कि जेन अल्फा, कति वर्षदेखि कति वर्ष चाहिँ जेनजी, कतिदेखि कति वर्ष जेन अल्फा भन्ने यस्ता कुराहरू के भने जेनजीहरूले देश बनाउन लाग्दै गर्दा जेन अल्फाहरू भैलोको तयारी गर्दैछन् भनेर भिडियोहरू आउने यस्ता कुराहरू भयो भनेको चाहिँ एक प्रकारको जेनजीले आफैलाई पनि चिनाए होइन। हामी को हौँ, कुन उमेरसम्मका युवा हौँ, हाम्रोमा के कस्ता हुन्छन्, हामीले कस्तो देश चाहिएको छ भन्ने कुरा उनीहरूले आइटीबाट कोअर्डिनेटेड मतलब रिभोल्युसनबाट चाहिँ अहिले देशमै पनि आन्दोलन गरे होइन। अनि अर्को कुरा चाहिँ यो पुस्तालाई एक प्रकारले अलि हेयको भावनाले हेरिन्थ्यो पुरानो पुस्ताहरूबाट होइन। यिनीहरू चाहिँ मोबाइल चलाएर बस्ने, घरैमा बसिराख्ने, कुना बस्ने, ढोका थुनेर बस्ने चाहिँ पुस्ता के गर्छन्, यिनीहरूले दुःखै देखेका छैनन् भनेदेखि दुनियाँ कुरा यी सबै सुनिरहेको होइन। यिनीहरू चाहिँ मान्छेसँग बोल्नै खोज्दैन भन्ने कुराहरू होइन। यिनीहरू चाहिँ जङ्गली हुने भए कोठाभित्र मात्रै थुनेर बस्छन्, यस्ता यस्ता चाहिँ कमेन्टहरू घर परिवार समाजमा सुनिराखेकै हो यो नयाँ पुस्ताले होइन। तर यो हुँदाहुँदै यिनीहरूले चाहिँ हामीमा राजनीतिक चेतना छ, हामीलाई देश कस्तो हुनुपर्छ थाहा छ, मलाई कस्तो देश चाहिएको मलाई थाहा छ भन्ने मेसेज चाहिँ एकदम स्ट्रङली होइन त्यही कुनामा बसेर मोबाइल चलाउँदै होइन बानेश्वर गरेर गोली खाएर देखायो कि होइन। यो चाहिँ स्ट्रङ मेसेज दिएको हो क्या सोसाइटीलाई। मतलब यो जेनेरेसन पनि जे पाए त्यही होइन र हामीसँग अहिले भएको टुल्स एन्ड टेक्नोलोजिज पनि जे पाए त्यही होइन। यो दुइटैको स्ट्रेन्थ चाहिँ एकदम ठुलो छ भन्ने कुरा देखायो। अब यो कुरालाई चाहिँ यो एस्पेक्ट्स यहाँभन्दा अझै अगाडि अब सुशासनका कुराहरूमा प्रयोग गर्न सकियो, सोसियो पोलिटिकलै कुरा हेर्दाखेरि होइन। अब यसरी कोअर्डिनेटेड आन्दोलन गर्न सकिन्छ भने कोअर्डिनेटेड रूपमा सुशासन परिचालन गर्न सकिन्छ कि सकिँदैन होइन। कहाँ मसँग आज घुस माग्यो .com होइन जे पनि गर्न सक्यो कि कहाँ कसले कसरी घुस मागेर चाहिँ, किनभने डाइरेक्ट अफिसबाट चाहिँ मलाई यति पैसा दियो भनेर त हुँदैन नि। एकजना बिचौला राखेको हुन्छ अनि सानो समस्यालाई पनि ठुलो बनाउने अर्थात् जुन कुरा कानुनी रूपमा समस्या होइन त्यसले मान्छे अल्झाइदिने होइन। अनि पैसा दियो भने सुल्झिने, पैसा दिएन भने अल्झिने, पैसा दियो भने सुल्झिने खालको नियमहरूको चाहिँ हुन्छ नि तोडमोड गर्ने, यस्ता यस्ता पाराले घुस खाने लिने दिने काम हुन्छ नि त। यी कुराहरूलाई चाहिँ पर्दाफास गर्न सकियो। यातायातका अब अहिले कति धेरै भिडियोहरू आइरहेछ नि त युट्युबमा चाहिँ, यो के अरे इभन फेसबुकमा यो ट्रकहरूको चाहिँ 50-50 रुपियाँ 100 रुपियाँ चाहिँ एउटा पासबुक जस्तोमा ट्राफिक पुलिसहरूले लिएको भन्ने कुराहरू भिडियो बनाएर चाहिँ ट्रक ड्राइभरहरूले देखाइरहेछन्, यातायात व्यवसायीहरूले देखाइरहेछन्। यो एउटा एक प्रकारको एक्सपोजर होइन। अपिल त्रिपाठी होइन उहाँको प्रायः सबै चाहिँ फेसबुक भिडियोहरू आएर उहाँले चाहिँ यातायात कार्यालय ठाउँ ठाउँमा गएर मान्छेलाई समात्दै नोट नम्बर देखाउँदै होइन हिडन क्यामेराहरूबाट पर्दाफास गर्दै गरेर अब सुशासनको लागि प्रयोग गर्न सकिन्छ, आर्थिक रूपान्तरणको लागि प्रयोग गर्न सकिन्छ। प्रवीण सर, पछिल्लो घटनाक्रम जुन विद्रोह भयो नयाँ सरकार बन्यो, यो सुशासनको लागि जेनजीले जुन प्रविधिलाई प्रयोग गरेर जुन विद्रोह गर्नुभयो यसलाई तपाईँले कसरी हेर्नु भएको छ? यो चाहिँ हामीले जुन देखियो नि घटनाक्रम हेर्दाखेरि चाहिँ अब पछिल्लो समयमा
सरले भने जस्तै किशन सरले भने जस्तै मान्छे अब रुमभित्र बसेर मोबाइल मात्रै चलाउने मान्छे चाहिँ गएर अब बानेश्वरको बिचमा गएर ऊ गोली खान रेडी भएर अनि त्यहाँपछि गोली पनि खाएर अब कतिजना त शहीद पनि भयो होइन। त्यो कन्डिसनमा आइपुग्नु भनेको चाहिँ एउटा चिज चाहिँ हामी सबैलाई इभन हामी नेपाल अथवा संसारभरिकै मान्छेले चाहिँ एउटा चिज जुन क्वेसन गरिरहेको थियो भोलिको दिनमा यो संसार धान्ने जेनेरेसन कस्तो हो भन्ने चिजको एन्सर चाहिँ तिमीहरूभन्दा राम्रो हो भन्ने एन्सर चाहिँ उहाँहरूले दिनुभयो। त्यो चाहिँ म मान्छु किन भन्दा यो थ्योरिटिकल हिसाबले चाहिँ जेनजी यस्तो थियो जेनजी यस्तो छ जेनजी यो चिजहरूमा चाहिँ अलिक बढी कन्सियस छ उसलाई चाहिँ यो पोइन्टमा चाहिँ अलिक बढी इम्पोर्टेन्स फिल हुन्छ भन्नेवाला चिजको एन्सर चाहिँ बकाइदा यो थ्योरीको चिजहरूलाई चाहिँ उनीहरूले प्र्याक्टिकली प्रुभ गरिदियो भन्छ नेपालको कन्टेक्स्टबाट जुन चाहिँ संसारभरि नै एउटा इक्जाम्पल भयो। त्यो केबाट भयो भन्दाखेरि चाहिँ यो इन्फर्मेसन टेक्नोलोजी सँग रिलेटेड टुल्स एन्ड टेक्निक्सहरू युज गरेर उनीहरू इन्फर्मेसन टेक्नोलोजीमै हुर्केको मान्छे उनीहरूले त्यो जिन्दगी नै धेरै उनीहरूको जिन्दगीको सबै पार्ट नै लगभग त्यहीसँग जोडिएको मान्छेले त्यहीबाट सिकेर त्यहीबाट जानेर त्यहीबाट बाँचेर आएको मान्छेले चाहिँ यो गर्नु भनेको चाहिँ इट्स अ सक्सेस अफ इन्फर्मेसन टेक्नोलोजी एरा भन्छु म चाहिँ होइन एउटा कुरा। अनि अर्को एकदम इम्पोर्टेन्ट पार्ट भनेको चाहिँ जति पनि जेनेरेसन त्योभन्दा अगाडिको जेनेरेसन भनेको आउनेवाला होइन आइसकेको जेनेरेसन थिए उहाँहरूले चाहिँ इन्फर्मेसन टेक्नोलोजीको बारेमा चाहिँ धेरै नै कम चाहिँ युज गर्नुभएको र धेरै नै कम चाहिँ त्यसको पोजिटिभ पार्ट पत्ता लगाउनु भएको जस्तो लाग्यो क्या मलाई चाहिँ। किन भन्दा अब जस्तो उहाँहरू चाहिँ अब हामी यहाँ 5 जना बसेर चाहिँ एउटा गफ गऱ्यौँ एउटा निर्णय गऱ्यौँ साइन गऱ्यौँ माइनिटिङ गऱ्यौँ हिँड्यौँ द्याट्स भ्यालिडेटेड हो त्यो हो नि होइन हाम्रो 5 जनाको लागि भ्यालिडेटेड भयो। त्यही चिज चाहिँ योभन्दा अगाडिको पुस्ताले अथवा अझ पछाडिको पुस्ताले बेबी बुमर्सहरूको कुरा गरेर मजा होइन बेबी बुमर्स भनेको तपाईँको जनवरीभन्दा अझ अगाडिको पुस्ता उहाँहरूसँग गएर गफ गर्नुहोस् एकचोटि अनलाइनमा बसेर गरेको साइनलाई उहाँहरूले विश्वास गर्नुहुँदैन। मिटिङमा बसेर देयर आर डिफ्रेन्ट टुल्स मिटिङ माइनिटको साइन गर्ने टुल्सहरू कति छन् तपाईँ मिटिङ गर्नेवाला अनलाइन टुलहरू गुगल मिटदेखि लिएर जुम लगायतका कति टुल छन् त्यहाँबाट गरेको चिजहरू बेबी बुमर्स र त्योभन्दा पछाडिको जेनेरेसनले त्यो चिजलाई चाहिँ भ्यालिडेट गर्दैन भनेपछि प्रब्लम कहाँ छ भन्नेवाला चिज हो क्या। यही प्रब्लमको बिचबाट नै आउँदा चाहिँ यो सबै भङ्गाडो आएर त्यहाँपछि चेन्ज भएर अब अरू नयाँ डिरेक्सनमा जुन चाहिँ मिक्सअप गरेर जानुपर्ने छ एउटाले अर्कोको ट्रस्ट गेन गर्नुपर्ने छ। आइटी इज गुड आइटीवालाबाट आएको रिभोल्युसनबाट आएको हामीले जसरी इन्फर्मेसन लिएर आउँछौँ जसरी हामीले पढिरहेको हुन्छौँ जसरी नलेज गेन गरिरहेको हुन्छौँ जसरी हामीले काम गरिरहेछौँ द्याट इज अ मान्छेलाई एसिस्ट गर्ने चिज हो भनेर एउटा जेनेरेसनले पछाडिको जेनेरेसनलाई भ्यालिडेट गर्नुपर्ने बेला भएको छ जस्तो लाग्छ मलाई एउटा एकदम सोसाइटियल कन्टेक्स्टमा चाहिँ है। हरेक युगको चाहिँ आफ्नो चेतना हुन्छ आफ्नो विद्रोह हुन्छ भन्छ नि त होइन भनेपछि अघिल्लो जेनेरेसन जुन हाम्रो हजुरआमाको जेनेरेसनको त्यो खालको चेतना थियो हाम्रो बुवा आमाहरूको जेनेरेसनमा चाहिँ एउटा खालको चेतना एउटा खालको विद्रोह थियो जुन 46 सालको आन्दोलन 62-63 आन्दोलन पनि थियो भनेपछि यो युगको आन्दोलन चाहिँ अहिले अस्ति भाद्र 23-24 आन्दोलन भन्ने कुरामा त्यही नै हो। त्यही घरमा बसेर आन्दोलन भनेको 62-63 भयो बुवाहरूको आन्दोलन भनेको 46 सालको भयो होइन अब अहिलेको जेनजीको भनेको यो भदौ 23-24 हो कि एउटा एक लाइनमा चेन्ज गर्दाखेरि रुममा बसेर फोन मात्र चलाउँछ भन्नेवाला चिजलाई चाहिँ राम्रो उत्तर आएको के किन भन्दा संसारको धेरै पार्ट चाहिँ त्यसमा डिपेन्ड रहेछ त्यसले धेरै चिज ड्राइभ पनि गर्न सक्दो रहेछ डिपेन्ड मात्र होइन ड्राइभ पनि गर्न सक्दो रहेछ भन्ने चिजको चाहिँ एकदम ठुलो इक्जाम्पल हो यो होइन। अब त्यो सँगसँगै अब डिजिटल आइटीसँग डिजिटल चिजहरूसँग जोडिएका धेरै यावत चिजहरू छन् जुन चाहिँ हाम्रो जुन यो विकासोन्मुख देशले चाहिँ नदेखेको चिजहरू नभोगेको चिजहरू चाहिँ धेरै छन् भन्ने चिजको चाहिँ एउटा उस चाहिँ राम्रो स्टार्टिङ पोइन्ट चाहिँ बन्यो भन्छु म चाहिँ। भनेपछि अब टोटल्ली डिजिटल टुल्सहरूमै हुर्किएको पुस्ता थियो अनि त्यसै बेलामा पनि सरकारले चाहिँ सामाजिक सञ्जाल ब्यान गर्ने 26वटा प्लेटफर्म ब्यान गरेकै पनि थियो होइन युवाहरूको कुरा सुनेको पनि थिएन। अब त्यो चाहिँ ठ्याक्कै त्यो आन्दोलन चाहिँ यही ब्यान्डले गर्दा उठेको होला कि पहिलेदेखि तयारी थियो होला कि कस्तो? अब यसमा यस्तो छ कि सरकारले यहाँनिर चाहिँ गलत भाष्यको प्रयोग पनि गर्यो केसम्म भन्यो भनेदेखि चाहिँ मिसइन्फर्मेसन फैलाउने काम गभर्नमेन्टहरू पनि भयो कि किनभने सरकारी पद लिएका मान्छे नेताहरू होइन अथवा
चाहिँ जो सरकारमा भएको पार्टीका नेताहरूले फेसबुकमै पनि कस्ता स्ट्याटसहरूसम्म राख्यो भने कर नतिरेर भनेर भने कि जब कर नतिरेर थिएन। सबभन्दा यहाँ बुझ्नुपर्ने इम्पोर्टेन्ट कुरा त्यो छ कि कर नतिरेर थिएन होइन, सम्पर्क कार्यालय नबनाएर अथवा हामीले भनेको नमानेर भन्ने हिसाबको थियो कि कर चाहिँ तिरिरहेको छ फेसबुकले। मैले त्यो पनि रिसर्च गरेँ होइन, र फेसबुक लगायत धेरै ब्यान्ड भएको प्लेटफर्मले अहिले नेपालमा गुगल सबैले कर तिरिरहेको छ। त्यही भएर अहिले मलाई चाहिँ फेसबुकमा भेरिफाइड अकाउन्ट चाहियो भने फेसबुकले अहिले 51 रुपियाँ तिर इसेबाट पैसा तिर्न मिल्छ भनेर आउँछ कि नोटिफिकेसन होइन। मतलब मैले अहिले पैसा तिरेर फेसबुक भेरिफाइड हुन सक्छु, गुगल भेरिफाइड हुन सक्छु कि होइन, युट्युबमा भेरिफाइड हुन सक्छु। त्यो सबै कुराहरू उनीहरूलाई पैसा तिर्न मिल्छ। त्यो उनीहरूको चाहिँ यताबाट कारोबार सजिलो बनाइसकेको छ। अब समस्या कहाँ थियो भन्दाखेरि चाहिँ यो कतिपय कन्टेन्टहरूमा जुनमा चाहिँ गृह प्रशासनको चाहिँ हुन्छ नि राम्रो खालको पकड चाहिन्छ होइन, त्यो केसमा चाहिँ सरकारले चाहिँ हस्तक्षेप गर्न पाउनु पर्यो भन्ने सरकारको माग, जुन जायज पनि हो। यदि भ्रष्ट सरकार छैन भने देशमा चाहिँ राम्रो सरकार पुग्छ, उसले जनताको लागि काम गर्छ भने कतिपय केसमा जायज हुन्छ। जस्तो कस्तो भइदिन्छ भने मान्छेको झुन्डेको लाइभ भिडियो चाहिँ हटाउनु पर्यो भनेर भन्दाखेरि फेसबुकले तुरुन्त हटाउन नसक्ने होइन, अथवा चाहिँ कसैलाई चाहिँ आत्महत्या दुरुत्साहन गरेको मेसेजेसहरू होइन त्यसको चाहिँ लग मेसेज लग चाहियो भन्दाखेरि फेसबुकले नपठाउने अथवा त्यो ढिलो गर्ने 35 दिनभित्र। जस्तो मेन सबभन्दा धेरै अहिले देखिएको सरकारले अहिले चाहेको गर्न खोजेको कुराको चाहिँ त्यो चाहिँ 35 दिनभित्रमा चाहिँ ब्याङ्किङ कसुरका मुद्दाहरूको मुद्दा दर्ता गर्नुपर्ने होइन, ब्याङ्किङ कसुरका कामहरूमा कम्युनिकेसन फेसबुकबाट हुने, अनि त्यसमा चाहिँ कोअर्डिनेसन अथवा त्यो सम्बन्धित व्यक्तिलाई समात्नको लागि आइपी एड्रेस ट्रेसिङदेखि जति कुराको लागि सरकारलाई फेसबुकको हेल्प चाहिन्छ नि, त्यसमा चाहिँ हुन्छ नि मतलब डिलेले गर्दाखेरि सरकारले आफ्नो काम कारबाही टाइममा गर्न नपाउने होइन, र ब्याङ्किङ कसुरका मुद्दाहरू चाहिँ केही पनि गर्न नसक्ने निरीह देखियो क्या प्रशासन होइन। त्यो हिसाबले मागियो होइन, र त्यो चाहिँ फेरि फेसबुक ट्विटरको पनि स्ट्यान्ड राम्रो छ क्या। ट्विटरले के भन्ने भन्दाखेरि चाहिँ तिमीहरूको जस्तो भ्रष्ट देशमा चाहिँ हामी त्यसरी कन्ट्रोल हुन दिँदैनौँ होइन, हामीले गरिराखेन यस्तो भनेर भनिदियो कि तिमीहरूको सरकार नै भ्रष्ट छ, यस्तो ठाउँमा चाहिँ जनताको पक्षमा काम नगरेको ठाउँ हामी मान्दैनौँ भन्दै भने होइन। उताबाट भनेको कुरा पनि यो इन्फर्मेसन फ्रिडमको कुरा कि मैले चाहेको मतलब त्यो भोलि चाहिँ कुनै एउटा आवाज दबाउनको लागि पनि त यसको दुरुपयोग हुनसक्छ नि होइन। भोलि चाहिँ जस्तो इभन टिकटकमै नेपो ट्रेन्ड्स बन्द गराइयो नि त होइन, पछि खोज्दाखेरि भेटेन नि त। त्यो नेपो ट्रेन्ड भनेको त जनताको आवाज थियो नि त, त्यो दबाउन त दुरुपयोग गर्यो त केपी ओलीको सरकारले तुरुन्तै गर्यो त। भनेको यो राम्रै काम भयो भने हाम्रो देश चाहिँ त्यति परिपक्व छैन कि उसलाई चाहिँ सोसियल मिडियाको इन्फर्मेसन कन्ट्रोल गर्न दिउँ होइन। हामी त्यसको लागि रेडी छौँ, हामी बढी इन्फर्मेसन फ्रिडम टेक होइन, बरु ब्याङ्किङ कसुरका मुद्दाहरू हामी खेपौँला 2-4 वर्ष भन्ने जस्तो सिचुएसन छ नि त अहिले त। किन हिजो नेपो ट्रेन्ड बेबी कि त राम्रा मान्छे इलेक्ट गरेर पठाउने हुती हुनु पर्यो देशको, जुन हाम्रोमा अहिले छैन होइन। जनताले चाहिँ अहिले पनि नराम्रो मान्छे पठाउँदै विद्रोह गर्दै गरिराखेकै छौँ हामी। अहिले भदौ 23-24 पनि त्यही नै विद्रोह हो होइन। सो राम्रो मान्छे पठाएर एउटा सिस्टम ट्रस्टेबल सिस्टम नबनेसम्म यो गर्नु हुँदैन, त्यही हो मेरो। ठिक छ। भ्रष्टाचार कुरा गर्नु हो होइन, भ्रष्टाचार त विदेशी राष्ट्रहरूमा पनि छ भन्ने सुनिन्छ, त्यहाँ चाहिँ दर्ता गर्ने, नेपालमा चाहिँ दर्ता नगर्ने यो नीति होला के होला? होइन, करमा दर्ता गरेको छ होइन, मतलब इन्फर्मेसन हाइज्याकिङ के गभर्मेन्टले माथिबाट चाहिँ यो फलानु स्ट्याटस बन्द गरा, यो छोड्दे भनेर गर्ने, अथवा यो ट्रेन्ड नै बन्द गरा भनेर एडमिन एक्सेस दिए जस्तो गभर्मेन्टलाई होइन। त्यो दिन र नदिनको लागि चाहिँ त्यो त्यसमा हो कि होइन। त्यहाँ यस्तो छ नि, त्यहाँ इस्टाब्लिस्ड के छ भने इन्फर्मेसन फ्रिडमको सर्वोच्चता कायम छ क्या त्यहाँ होइन। मलाई चाहिँ सरकारले मेरो आवाज दबाउन यसो गरौँ भनेपछि त त्यहाँ त तपाईँको जुडिसियरी इन्डिपेन्डेन्ट छ होइन। यहाँ त हाम्रो जुडिसियरीले पनि त खोइ अहिलेसम्म शेरबहादुर देउवाको घरमा कोठा पैसा जलेको भेट्दासम्म पनि अहिलेसम्म एउटा भ्रष्टाचारको मुद्दा न अख्तियारले लाउन सक्यो न अदालतले केही गर्न सक्यो नि त, छोएको थिएन नि त। मुद्दा लाग्यो भने सरकार पल्टिन्छ नि त। यहाँ त त्यति मतलब तपाईँको सबै अङ्ग इन्डिपेन्डेन्ट हुनुपर्ने अङ्गहरू पनि क्याप्चर्ड छन् होइन। उतातिर त्यो त कमसेकम छैन, त्यही पनि भएन भनेर अहिले हाम्रोभन्दा धेरै बेटर स्टेटमा छ। त्यही पनि अहिले ट्रम्पले चाहिँ यो जुडिसियल सिस्टम चाहिँ बाधक भयो विकासको लागि भनेर त्यो पनि आवाज उठाइरहेको छ होइन। तर एउटा कुरा के क्लियर छ भने हुन्छ नि इन्फर्मेसन फ्रिडम नागरिक स्वतन्त्रताको सर्वोच्चता कायम चाहिँ गरेको छ क्या त्यो देशहरूमा, हाम्रोमा छैन। सरले अनि भ्रष्टाचार कुरा पनि उठाउनु भयो,
खास हाम्रो यो विद्रोहको एउटा माग चाहिँ भ्रष्टाचार अन्त्य हुनु पर्यो, सुशासन स्थापित हुनु पर्यो, युवा र सम्पूर्ण नेपालीकै माग पनि हो त्यो। सो यो सूचना प्रविधि क्षेत्र आइटी सेक्टरले देशको भ्रष्टाचार न्यूनीकरण अथवा निर्मूल गर्न के भूमिका खेल्न सक्छ होला सर? यो भनेको चाहिँ अब तपाईँको भ्रष्टाचार जस्तो चिज चाहिँ ठ्याक्कै भन्नुपर्दाखेरि मैले आइटी सेक्टरवाला चिजबाट मात्र जोडेर हेर्नु मिल्दैन, यसलाई धेरैवटा चिजबाट जोडेर हेर्नुपर्छ। पहिला सुरुमा चाहिँ भ्रष्टाचार, तपाईँले अघि आफैले यो चिजको क्वेसन पनि गर्नुभएको थियो, तपाईँले भनेको चिजमा अलिक उत्तर पनि छ, संसारभरि भ्रष्टाचार हुन्छ। भ्रष्टाचार संसारभरि हुन्छ भनेपछि अब यो नोन फ्याक्ट होइन, नोन सबैले जानेको चिज भनौँ न, फ्याक्ट त होइन यो, होइन फ्याक्ट भन्न मिल्दैन यसलाई। सबैले जानेको कुरा भनेको भ्रष्टाचार जहाँ पनि हुन्छ, घरमा पनि भ्रष्टाचार हुन्छ। घरबाट सुरु गरौँ पहिला, त पसल जहाँ 2 रुपियाँ मागिरहन्छ तैँले खल्ती माल, अब त्यो भ्रष्टाचार भएन। उसको कामको गए घरमा बच्चालाई पसल गएर आउनु भनेको उसको लागि घराइसी काम हुन्थ्यो, उसले खल्तीमा 2 रुपियाँ एडिसनल हाल्नु भनेको चाहिँ भ्रष्टाचारलाई अथवा बिचौलियालाई प्रोत्साहन गरायो। बिचौलियालाई प्रोत्साहन हुनु बित्तिकै त्यसले के हुन्छ भन्दा उसले भ्रष्टाचार काम नगरिकन पैसा कमाउन थालेपछि भ्रष्टाचार त स्वतः नै आइहाल्छ। सो यो अलिकति आइटीवाला पार्टबाट भन्दा नि समसामयिक एकदम जेनरल कन्टेक्स्टबाट हेर्दाखेरि चाहिँ मैले आइटीको एउटा राम्रो पक्ष भनेको चाहिँ तपाईँले जुन इन्फर्मेसनको सोर्सदेखि एन्डसम्मको कुरा, यसलाई चाहिँ तपाईँले ट्रेसेबल बनाउनु मिल्छ होइन। देयर आर डिफ्रेन्ट टुल्स जसलाई त्यसले ट्रेसेबल बनाउनु होइन, पारदर्शी बनाउनु मिल्छ, ट्रेसेबल बनाउनु मिल्छ, ट्रान्सपेरेन्ट बनाउनु मिल्छ। ट्रेसेबल ट्रान्सपेरेन्ट बनाउनु बित्तिकै अब मान्छेलाई चाहिँ, अनि अर्को एउटा आइटीको एउटा राम्रो पक्ष भनेको चाहिँ तपाईँको डाइरेक्ट कन्ट्याक्ट एभ्री संसारभरिको मान्छेसँग तपाईँको डाइरेक्ट पोइन्ट टु पोइन्ट कन्ट्याक्ट गर्नु मिल्छ भनेपछि त्यो के भन्दा अकाउन्टेबल नभएको मान्छेलाई क्वेसन पनि तपाईँले पोइन्ट टु पोइन्ट गर्नु मिल्छ होइन। त्यसको एउटा ठुलो इक्जाम्पल भनेको नेपालमा सुरु भएको, अहिले अनलाइनमा पनि छ होला, अनलाइन हेलो सरकार समथिङ के भन्दा छ होइन, जुन चाहिँ तपाईँ पहिला के गर्नु पर्थ्यो, पत्र लेखेर पठाउनु, अहिले पर्दैन होइन। सो एज अ जेनरल कन्टेक्स्टबाट हेर्दा देयर आर लट्स अफ टुल्स जसले ट्रान्सपेरेन्सी अथवा तपाईँको स्टार्टिङदेखि एन्डिङसम्मको सोर्सदेखि डेस्टिनेसनसम्मको सबै इन्फर्मेसनहरू, पैसाको इन्फर्मेसन होस् कि अरू सबै चिजको इन्फर्मेसन हो, त्यो ट्रेस गर्न मिल्ने चिज छ, आइटीसँग जोडिएको चिज डाइरेक्टली पोइन्ट टु पोइन्ट कन्ट्याक्ट गर्न मिल्छ। त्यसले गर्दाखेरि एज होल सोसाइटीलाई यो जेनरली चाहिँ अकाउन्टेबल बनाउन, ट्रान्सप्यारेन्ट बनाउन चाहिँ ठुलो रोल खेल्न सक्छ होइन। म देखेको पार्ट त्यो भन्दा पनि इम्पोर्टेन्ट भनेको सोसियल लेभलमा इम्पोर्टेन्ट छ। मिडियामा नि आउँछ नि, सबै कुरा डिजिटल्ली भयो भने त भ्रष्टाचार त गर्नै मिल्दैन भन्ने पनि कुरा आउँछ। त्यो त्यसमा गर्न मिल्छ होइन, तर अब फेरि भ्रष्टाचार निर्मूल टेक्नोलोजीले कुन लेभलमा कसरी गर्ने भने जस्तो बिटकोइनको जन्म कसरी भयो भन्दाखेरि ब्याङ्कले सर्वसाधारणलाई गरेको अत्याचारको विद्रोह भन्छ त्यो डिसेन्ट्रलाइजेसन होइन। किनभनेदेखि अब अस्ति कोभिडमा के गर्यो भन्दा अमेरिकी गभर्मेन्टले $1 ट्रिलियन कोइन मिन्ट गर्यो उनीहरूको ट्रेजरीमा होइन। सो आउट अफ द ब्लू $1 ट्रिलियन चाहिँ उसले छाप दियो कि, जबकि डलर इन्टरनेसनल करेन्सी हो होइन। अब त्यसले अमेरिकी जनतालाई मात्रै फरक पारेन नि त, किन हामीले इम्पोर्ट एक्सपोर्ट गर्दा सबै देशभरि संसारका सबै देशले कारोबार गर्दाखेरि त डलरलाई चाहिँ बेस मानेर काम गर्थ्यो। $1 ट्रिलियन त हावाबाट छापियो होइन। त्यो कुरा चाहिँ त्यो अन्यायको विरोध होइन, अथवा चाहिँ अब अमेरिकालाई मन नपरेका देशहरू जस्तो अब रसिया युक्रेन युद्धमा चाहिँ रसियाको ब्याङ्क अकाउन्टै फ्रिज भयो नि त युरोपमा भएकाहरू होइन। सो अर्थलाई चाहिँ हतियारको रूपमा प्रयोग गर्ने होइन, युद्ध अपराधको रूपमा प्रयोग गर्ने यो कुराहरूको विद्रोह होइन। भोलि कसैले चाह्यो भने जसलाई जहिले पनि अप्ठ्यारोमा पार्न सक्ने स्थिति जुन देखियो, जुन देश जहिले पनि अप्ठ्यारो, यसको विद्रोहको रूपमा अल्टरनेटिभ फ्री करेन्सीको रूपमा आएको कुरा हो त बिटकोइन भनेको त, क्रिप्टो करेन्सी भनेको त। सो यो भ्रष्टाचार विरुद्धको एउटा आन्दोलन हो कि क्रिप्टो करेन्सी भनेको। कसको भ्रष्टाचार भन्दाखेरि संस्थागत ब्याङ्कहरूको भ्रष्टाचार होइन, सबै अर्थतन्त्रमाथिको भ्रष्टाचार होइन। सो हरेक लेभलमा जस्तो अर्को के भयो योभन्दा अब गभर्मेन्ट लेभलको भ्रष्टाचार, यो त वर्ल्ड वाइड भ्रष्टाचारको विरोध भयो क्रिप्टो करेन्सी भन्नु। टेक्नोलोजी पनि त्यही अनुसारले हुन्छ कि होइन, ठुलो भ्रष्टाचारको लागि ठुलै टेक्निकल चाहिँ सेटब्याक आउँछ होइन। अब युएस गभर्मेन्टको चाहिँ के थियो भने नेताहरूले लबिङ गरेर जहिले पनि ट्याक्स क्यालकुलेट गर्ने कुरा चाहिँ एकदमै कम्प्लिकेटेड बनाइदिने कि। अनि यो टर्बो ट्याक्सहरू जस्ता कम्पनीहरूले चाहिँ अब उनीहरूले लबिङ गरेर यो नेताहरूको क्याम्पेनिङमा पैसा जति पनि खर्च गर्न पाउने हुन्छ कि, अनि उनीहरूले प्रष्ट रूपमा पैसा खर्च गरेको देखिने उनीहरूको क्याम्पेनिङमा होइन। अनि त्यसपछि त्यो युएस ट्याक्स रुल्सहरू चाहिँ एकदम कम्प्लिकेटेड, मान्छेले आफैले कहिले हिसाब गर्न नसक्ने बनाइदिने, जब गभर्मेन्टसँग यो मान्छेले कति ट्याक्स तिर्नुपर्छ भन्ने इन्फर्मेसन छ नभन्ने कि
हैन। अब म एज अ गभर्मेन्ट मलाई चाहिँ तिमीले $500 यो वर्ष तिर्नुपर्ने छ भने मलाई थाहा छ हैन, म तिमीलाई भन्दिनँ। तिमीले दुनियाँ पैसा खर्च गरेर हैन $500 तिर्नुपर्ने रहेछ पत्ता लगाउँछौ, तर तिमीले चाहिँ त्यो पैसा खर्च गरेर आफै हिसाब गरेर 495 भनेर ल्यायो भने चाहिँ फेरि मैले तिमीलाई पत्र काट्छु कि $5 चाहिँ ट्याक्स तिर्न गल्ती भएछ तेरो भनेर पत्र काट्छु। अनि मलाई अलरेडी थाहा छ भने मैले मेरो नागरिकलाई चाहिँ त्यो थाहा दिए र पैसा लिँदा त सजिलो हुने नि त, जुन युरोपमा छ हैन। उनीहरूको चाहिँ कति ट्याक्स तिर्नुपर्छ भनेर क्लियर हुन्छ। हाम्रोमा त झन् टिडिएसै काट्छौँ हामीले, क्यापिटल गेन ट्याक्स। सो भनेको त्यो पनि एक प्रकारको भ्रष्टाचार, लबिङ गरेर हैन। यो नेपालमा पनि यो प्राय चाहिँ यो गभर्मेन्टसँग मिलेर आफ्नो काम गरेर, इभन नेपालमा त आइटी इम्प्लिमेन्ट गरेर चाहिँ प्राय भ्रष्टाचार भइरहेछ हैन। लबिङ गरेर कहाँ कुन सफ्टवेयर हाल्न लाउने, आफ्नो खालको डिपेन्डेन्सी बढाइदिने गभर्मेन्टको कसरी हुन्छ हैन, त्यो खालको कुराहरू पनि भ्रष्टाचार हो नि त। सो भ्रष्टाचार चाहिँ कुन कुन लेभलमा भएको छ, केलाई चाहिँ कसरी निर्मूल गर्ने भनेर हेर्नुपर्छ। सबभन्दा सुरुमा चाहिँ यो क्राउड इन्फर्मेसन हैन, इन्फर्मेसन क्राउड सोर्सिङ गरेर चाहिँ भ्रष्टाचार न्यूनीकरणमा अहिले तुरुन्तै गर्न सकिने देखेको छु मैले। त्यो सोसल मिडिया लगायतका चिजहरूमा भिडियो पठाउने अथवा यो के भन्छ अरे कहाँ के प्रब्लम भयो भन्ने चिजहरू वेबसाइटमा अपलोड गर्ने होस् कि एनोनिमसली अपलोड गर्ने होस् कि ओपन पब्लिकली अपलोड गर्ने होस् कि त्यो चाहिँ हामीले सुरु गर्नुपर्छ नेपालमा सोसाइटियल लेभलबाट। त्यसको रिस्क फेरि एकदम धेरै छ। त्यसमा एउटा रिस्क मैले देखेको, म त्यो भनिहाल्छु हैन। त्यो जस्तो हामीले क्राउड सोर्सिङ गरेर हैन यो मान्छेले यहाँ भ्रष्टाचार गर्यो भने झ्यापझुप भनिहाल्ने भन्ने पाराले गर्यो भने कतिपय ठाउँमा चाहिँ मान्छेलाई डिफेम गर्नको लागि पनि युज गर्न सकिन्छ त्यसलाई एज अ हतियार हैन। मिसइन्फर्मेसन डिसइन्फर्मेसन चाहिँ फ्लो गरेर हैन कोही एकजना मान्छेले राम्रैसँगले काम गर्दै गरेको तातेर बोलेको भिडियो आइरहेको हुन्छ है कहिलेकाहीँ हैन। डक्टरले चाहिँ ठिकै काम गरिरहेको छ हैन, अनि एकजना असन्तुष्ट व्यक्ति हुन्छ जसले भिडियो बनाइरहेको हुन्छ, अनि ऊ चाहिँ एकदम तातेर बोलेको भएर तल कमेन्टमा सब उसको पक्षमा आइदिन्छ कि हैन। यो पनि यसको दुरुपयोग चाहिँ हुन सक्छ है। दुरुपयोग त्यसलाई रोक्ने तरिका भनेको चाहिँ अब त्यसलाई रोक्ने तरिका भनेको चाहिँ धेरै नै गाह्रो छ किन यसको यो घाटा अघि हामी योभन्दा अगाडिको भिडियोमा पनि हामीले त्यही विषयमा गफ गरेका थियौँ जस्तो लाग्छ मलाई। नेगेटिभ पब्लिसिटी गर्नको लागि पनि नेगेटिभ चिज पनि पब्लिसिटी भइरहेछ भन्ने वाला सँगै जोड्न सकिन्छ। ट्रेसिङको कन्टेन्ट जस्तो फर्स्ट प्राइमरी इन्फर्मेसन त भयो नि त, त्यहाँबाट चाहिँ नेपालको अध्ययनले चाहिँ अब इन्भेस्टिगेसन सुरु गर्न सक्यो। पब्लिक क्राउड सोर्सिङ भन्दा पनि त्यो चाहिँ संस्थाहरू बलियो भएको कन्डिसनमा चाहिँ पब्लिकमा पनि जानुपर्छ भन्ने छैन कि यो चाहिँ। अनि जस्तो तपाईँको मैले अघि मेन बढी फोकस चाहिँ स्पेसिफिक वेबसाइट होस् जुन चाहिँ नेपाल सरकारले ह्यान्डल गरोस्, उसले चाहिँ त्यसमा त्यहाँ रिपोर्ट गर्न मिलोस्। जुनसुकै ठाउँबाट पनि एट द मोमेन्ट इन्स्टान्टली मान्छेले अपलोड गर्न पाउँछ त्यो चिज। फ्याक्ट चेक गर्ने काम उसको हुन्छ नि त। डिफ्रेन्ट मिडिया प्लेटफर्मबाट हामीले अहिले फोन पनि राख्यो, अख्तियारले फोन नम्बर 11-15 छ। तपाईँहरूले नयाँ दल पनि दर्ता गर्दै हुनुहुन्छ, पुरानो दलहरू पनि हुन्छ, तपाईँले यही चिज सुरुवात गर्न सक्नुहुन्छ होइन। देशको चाहिँ भ्रष्टाचार अन्त्यको लागि र इनिसिएटिभ फेजको लागि त्यो भन्दैमा डिफेम चाहिँ नगर्नु होला कसैलाई यतिकै। अब अर्को चाहिँ मैले आज चाहिँ अब तपाईँहरूसँग छलफल गर्न खोजेको चाहिँ मुख्यतः नेपालमा अलिकति रोजगारीको समस्या कि मान्छे चाहिँ अब लगभग ठुलो सङ्ख्यामा चाहिँ परिवार छोडेर विदेश जानुपर्ने, लो लेभलको काम गर्नुपर्नेदेखि पढेकै मान्छेहरू पनि देश नबसिरहेको अवस्था छ होइन। सबै देशको अर्थतन्त्र त रेमिट्यान्सले धानेको भन्ने यथार्थमा छँदैछ नि त। सो यो सूचना प्रविधि क्षेत्रले तर त्यो हुँदै गर्दा पनि फेरि देशको विश्वविद्यालयले चाहिँ मान्छे उत्पादन गर्न चाहिँ भन्ने त छैन। हामी त वर्षमा त 5,000 10,000 आइटीको म्यान पावर देशले उत्पादन गरिरहेको छ। हामी फेरि देशभित्र पढे यो सूचना प्रविधि क्षेत्रको स्किल भएर जनशक्ति उत्पादन चाहिँ भइरहेको छ, तर त्यो चाहिँ फेरि सोझै बाहिर प्राविधिक पनि बाहिर जानुभएको छ। अप्राविधिक क्षमता नभएका साथीहरू जानुभएकै छ, विभिन्न गल्फ कन्ट्रीमा गएर दुःख गरिरहनु भएको छ। सो यो जनशक्ति हुने तर फेरि बाहिर जानुपर्ने अवस्था नि। सूचना प्रविधि क्षेत्रले चाहिँ रोजगारको क्षेत्रमा कसरी चाहिँ काम गर्दाखेरि चाहिँ देशलाई आत्मनिर्भर अर्थतन्त्र बनाउन सक्ने अथवा पढेका मान्छे यहीँ बसेर बाहिर काम गर्छ, जस्तो कृष्ण सर त नेपालमा बसेर नेपालभन्दा बाहिरको कम्पनी काम गर्नुहुन्छ। यो आउटसोर्सिङ भन्छ फ्रिल्यान्स, यो काम चाहिँ नेपालको सूचना प्रविधिको एउटा चाहिँ विद्यार्थी जनशक्तिले कसरी काम गर्न सक्छ होला अलिकति यो सेयर गरिदिनु हुन्छ, जसले बेरोजगारीको समस्या हटेर जुन भएर चाहिँ जुन समस्या छ नि देशमा त्यसलाई चाहिँ। यसको लागि मैले एकदमै क्लियर कुरा देखेको भनेको चाहिँ हाम्रो युनिभर्सिटीहरूले विद्यार्थी हुन्छ नि उत्पादन गर्दाखेरि चाहिँ क्लियर हुन्छ कि त्यो हुन्छ नि थिसिस चाहिँ हाम्रो एकाडेमिक हुनुपर्छ भनेर होइन। अनि एकाडेमिक भनेको एकदम थ्योरिटिकल कटिङ एजमा हुन्छ होइन। अब मास्टर्सको थिसिस कम्प्युटर इन्जिनियरिङ गरेर विद्यार्थीले गर्नु पर्यो नि
थ्योरिटिकल कटिङ एजमा के जसको प्र्याक्टिकल इम्प्लिमेन्टेसन अथवा जसको इमिडिएट इम्प्लिमेन्टेसनले नेपाललाई तुरुन्तै केही फाइदा हुनेवाला छैन। अथवा जुन हाम्रो माटो सुहाउँदो हुँदैन हाम्रो युनिभर्सिटीले एक्सेप्ट गर्ने थेसिसहरू के होइन। अनि माटो सुहाउँदो थेसिसहरू त यस्तो खालको काम गर्छु भने यो त प्रोजेक्ट भयो भनेर त्यो चाहिँ रिजेक्सनमा जान्छ क्या। मतलब प्रोजेक्ट भयो भने के भयो त होइन, थेसिस नै गर्नुपर्छ भने कहाँले चाहिँ हामीलाई त अहिले जुन हिसाबले हल्का सामान्य ढुङ्गा बोकाउँदै हुन्छ नि यो ढुङ्गा बोकाउने काम युनिभर्सिटीहरूले पनि गर्नु पर्यो क्या होइन। हामीलाई चाहिँ नेपालकै ढुङ्गा बोकाउनु पर्यो क्या प्राइभेट के गर्यो भने चाहिँ कुन बरु सानो खालको काम गर्यो भने अहिले तुरुन्त देशलाई फाइदा हुन्छ होइन। अहिले हाम्रो चाहिँ गभर्मेन्ट इन्ट्रानेट बनाउनको लागि इम्प्लिमेन्ट गर्न मिल्छ कि विद्यार्थीहरूलाई परिचालन गर्न मिल्छ कि होइन, त्यो प्रोजेक्टै हो नि त। त्यो भोलि चाहिँ के हुन्छ भने अहिले थेसिस गर्नको लागि त्यसको मापदण्डै पुग्दैन क्या होइन। उहाँहरूले भन्नुभएको रिक्वायरमेन्ट नै पुग्दैन किन यसले के चाहिँ नयाँ इनोभेसन गरिस् के इन्क्रिमेन्ट गरिस् भन्ने क्वेसनहरू आउँछ कि। थ्योरिटिकल इम्प्लिमेन्ट अहिलेसम्म भएका भन्दा यो त फलाना ठाउँमा इम्प्लिमेन्ट भइसकेको छ फलाना पेपरमा लेख्छ लेखेर के गर्नु नेपालमा अहिले गर्नलाई चाहिएको छ होइन। यहाँ गरौँ न यहाँ त्यसले के फाइदा हुन्छ त्यो हेरौँ होइन। नेपालमा तुरन्तै फाइदा हुन्छ भने एकाडेमीले चुपचाप गराउनु पर्यो कि। अब कतिपय ठाउँमा चाहिँ कस्तो पनि सुनेको छ भने एकाडेमीमा इन्डस्ट्रीको इन्ट्रेस्ट आएन होइन। एकाडेमी र इन्डस्ट्रीको जुन ग्याप छ त्यो ब्रिज गर्नलाई भिन्दै धन्दा बनाइएको छ होइन, ब्रिजिङ द एकाडेमिक एन्ड इन्डस्ट्री ग्याप भनेर। तर त्यो ग्यापै नराख्ने मिल्छ भन्नेतिर चाहिँ वर्कआउट भएको छैन कि। जहिले पनि के भन्छ नयाँ हुन्छ नि पहिला खाल्डो बनाउने अनि माथि पुल बनाउने काम भइरहेछ कि होइन। एकाडेमी र इन्डस्ट्री छुट्याएकै किन, इन्डस्ट्रीले चाहिने कुरा डाइरेक्ट एकाडेमीले चाहिँ प्रोभाइड गर्यो भने त त्यो ब्रिज गरिराख्नै पर्दैन थियो नि त होइन। सो डिरेक्टली इन्डस्ट्री रेडी जस्तो अब त्यो फेरि कस्तो भइदियो भन्दाखेरि सिटिभिटी छ त्यसको लागि भनेर छुट्याइयो क्या। फेरि इन्डस्ट्री रेडी मेन पावर बनाउनको लागि चाहिँ अब एउटा भिन्दै युनिभर्सिटी टाइपको अर्कै छ संस्था छ भनेर आयो होइन। अब फेरि त्यहाँ फेरि के भइदियो भने सिटिभिटीको डिग्रीलाई चाहिँ कति ठाउँमा कसरी मान्यता दिने नदिने होइन, इक्विभ्यालेन्स दिने नदिने, टियुको डिग्री भनेको चाहिँ अब त्यसको अर्थ के नेपाललाई चाहिँ सिटिभिटीका विद्यार्थी मात्र चाहिन्छन्, टियुका विद्यार्थी केयुका विद्यार्थी पियुका विद्यार्थी चाहिँदैनन् होइन। अथवा इनर्जी काम नलाग्ने गरी प्रड्युस गरौँ भन्ने टार्गेटहरू होइन नि त होइन। के गर्दाखेरि इमिडिएट म्यान पावर नेपालमा युज गर्न मिल्छ, के गर्दाखेरि चाहिँ इन्डस्ट्री एकाडेमिक ग्यापै बस्दैन होइन। अब यो अघि मैले भन्दै इन्डस्ट्रीबाट चाहिँ फन्डहरू राम्रो आएन नेपालको एकाडेमीमा चाहिँ इन्डस्ट्रीले रिसर्च इन्ट्रेस्ट देखाएन भन्ने गुनासो छ क्या एकातिर। तर नेपालको इन्डस्ट्रीको लागि चाहिएको प्रोजेक्टहरू गराउन युनिभर्सिटी कति रेडी छ त होइन। जस्तो भोलि चाहिँ यो फ्युल कस्ट हुन्छ नि राउटिङको फ्युल कस्ट मिनिमाइज गर्ने प्रोजेक्ट गराउने हो र त्यसमा रिसर्च गराउने हो भने पठाउले इनड्राइभले होइन फुडमान्डुले किन पैसा नहाल्ने होइन। यो चाहिँ कसरी स्कुटर हिँड्दाखेरि चाहिँ 5 ठाउँ डेलिभरी 5 ठाउँ पिकअप गर्न मिल्छ होइन र पनि तेल सबभन्दा कम लाग्छ ट्राभलिङ सेल्सम्यान प्रब्लमको एउटा निचलाई चाहिँ सल्भ गर्ने भनेर भन्यो भने त कसलाई काम लाग्दैन। दराजले काम लाग्छ, पठाउले काम लाग्छ, इन्ड्राइभले काम लाग्छ, फुडमान्डुले काम लाग्छ, यिनीहरू सबैले त्यसमा फन्ड दिन मिल्छ नि इन्डस्ट्रीलाई। ट्राभलिङ सेल्सम्यानमा रिसर्च गर्यो भने यो प्रोजेक्टको लागि हामी फन्ड दिन्छौँ होइन। यसरी चाहिँ माटो सुहाउँदो काम गराएर चाहिँ एकाडेमीलाई युज गर्ने बनाउन मिल्छ। यो चाहिँ डाइरेक्टली मेन पावर कसरी विदेश जानु नपर्ने बनाउने, कसरी चाहिँ नेपालको लागि हेल्प हुने प्रोजेक्टहरू गराउने भन्ने कुरा त्यहाँनिर हुन्छ होइन। त्योभन्दा बाहेक चाहिँ अब इन्डस्ट्री रेडी मान्छेहरू हुन्छ। अब फेरि कटिङ एजमा पनि हामीलाई चाहिँ कस्तो चाहिन्छ भन्दाखेरि युनिभर्सल के भन्छ वर्कफोर्स रेडी गर्ने हो भने अहिलेको रिसेन्ट इन्डस्ट्री कटिङ एजले के खोज्छ जस्तो अहिले ब्लकचेन खोजिरह होला होइन, एआई खोजिरह होला। अब ब्लकचेन इन्कर्पोरेट भएको थियो कि मलाई सबभन्दा खुसी के लागेको थियो नि हामी काम गर्दा गर्दै कुल्चो क्याम्पसमा गएर भाइहरूसँग कुरा गर्दाखेरि चाहिँ इलेक्टिभमा ब्लकचेन छ होइन। इलेक्टिभमा चाहिँ अब एआई त हामीले पहिलेदेखि पढिरहेको तर अब जस्तो कस्तो भइदिन्छ भने नि एकाडेमिक इन्डस्ट्री ग्याप के। अब हामीले एआई पढ्दाखेरि चाहिँ के पढ्यो भन्दाखेरि जहिले पनि त्यो प्रोलगको प्रोग्राम होइन जहिले पनि हुन्छ नि त्यो एकदम थ्योरिटिकल बेसिक एआई मात्रै के होइन। त्यो चाहिन्छ त्यो आफ्नो ठाउँमा छ होइन। बरु 2 सेमिस्टर गरेर पढाऊ एडभान्स एआई र बेसिक एआई भनेर होइन। तर के हुन्छ भने अहिले आज के गर्दाखेरि सबभन्दा धेरै पैसा कमाइन्छ त्यो हेरेर विद्यार्थीले ड्याङडुङ त्यसमा चाहिँ एकदम खतरा बनाउनु पर्यो नि त। ढुङ्गै बोके जस्तो हो क्या त्यो भनेको होइन। यो सुन्दाखेरि चाहिँ नराम्रो यसरी गरेर कसरी हुन्छ भनेर देखिन्छ तर त्यसको डाइरेक्ट इम्प्याक्ट त्यसमा देखिन्छ कि त्यसै गर्नुपर्छ। सरलाई पनि यो विषयमा है त मैले थप अझै यही चिजमा अलिकति कन्सन्ट्रेट गर्न खोजेँ रोजगारीको समस्या। नेपाली डायस्पोरा ठुलो कम्युनिटी छ बाहिर होइन। हामी यहीँ बसेर पनि
नेपाली आइटी सेक्टरका कम्पनीहरूले संस्थाहरूले व्यक्तिगत रूपमा पनि कामहरू गरिरहनु भएको छ। सो यो आउटसोर्सिङ बिजनेस जुन बाहिरको नेपाली डायस्पोराको पावर सफ्ट पावर भन्नु पऱ्यो, नलेज स्किल्सले आएर नेपालको आर्थिक समृद्धिमा यो आउटसोर्सिङ काम गर्नमा अझै कसरी काम गर्न सकिन्छ होला, सरलाई के लाग्छ यसमा? यस्तो छ, यो भनेको फर्स्टमा चाहिँ तपाईँको स्किलको कुरामा, आइटीको स्किलको कुरामा चाहिँ नेपाल भेरिफाइड हो। नेपालको अझ अघिको एउटा कन्टेक्स्टमा मैले भोकेसनल एजुकेसन कन्टेक्स्टमा पनि जोडेँ। मैले कुन ठाउँमा एउटा आर्टिकल पढाएको थिएँ, रेसियोमा हेर्ने भने इन्डिया लगायतको धेरैवटा साउथ एसियन कन्ट्रीको भन्दा नेपालमा जुन स्किल मेन पावरको रेसियो भन्छ नि, पपुलेसन टु स्किल मेन पावरको रेसियो नेपालको धेरै हाई छ अरे क्या, होइन? स्किल मेन पावरको मलाई अचम्म लागेको त्यो चिज। अनि मैले यसो हो कि होइन भनेर अब आफ्नो तरिकाले सोच्नु थालिन्छ नि त। अनि मैले सोच्न थालेँ, नेपालमा प्लम्बरको ट्रेनिङ लिने मान्छे कति छ? झन्डै छ। कुकको ट्रेनिङ लिने मान्छे कति छ? बारटेन्डरको ट्रेनिङ लिने मान्छे कति छ? वेटरको ट्रेनिङ लिने मान्छे कति छ? त्यो लट्स अफ पिपल क्या, लास्टै धेरै छ क्या। जुन लोवर मिडल क्लासको मान्छेहरू छ नि, तिनीहरूसँग लगभग एभ्री मान्छेसँग यो यसको स्किल छ क्या, त्यो युज कहाँ गरिरहेको छ त? कहाँ गर्न पाएको छ? खाडीमा गएर युज गर्नु परेको छ। अथवा अर्को कुनै अब कसैले सुरु गरेको रेस्टुरेन्टमा, सुरु गरेको बिजनेसमा, सुरु गरेको कम्पनीमा गऱ्यो होइन, अथवा मिस्त्री एउटा ठेकदारसँग गएर काम गरेर उसले त्यो युज गर्नु परिरहेको छ। हामीमा सबैभन्दा ठुलो प्रब्लम इज नट एजुकेसन क्या, चाहे त्यो आइटी सेक्टर होस्, चाहे त्यो आइटी बाहेक बाहिर स्किल बेस्ड सेक्टर होस्। स्किल बेस्ड सेक्टरको मान्छे हाम्रोमा कसरी, हाम्रो प्रब्लम चाहिँ ग्रुमिङको प्रब्लम हो। एक्ज्याक्टली ग्रुमिङ। स्टार्टमा जन्मदेखि छोरो इन्जिनियर हुन्छ, डक्टर हुन्छ। इन्जिनियर डक्टर भनेको जागिर होइन, जागिर खा भन्नु खोजे होइन। छोरो बिजनेसम्यान हुन्छ भने कसको बुवा आमाले भने? मेरो छोरोले चाहिँ एउटा सामान बनाएर बेच्छ भनेर कसले भने? थिङ्किङ हाम्रो सोसाइटियल ग्रोथमै के छ भन्दाखेरि अरूको काम गर्ने हो भन्नेवाला त्यो साइकोलोजिकल इम्प्याक्ट परेको छ कि। अनि त्यसले कहाँ हान्छ भन्दाखेरि हामीसँग स्किल छ, ग्रुप अफ पिपल किन एकै ठाउँमा काम गर्न सक्दैन? तपाईँ फाउन्डरसँग तपाईँ को फाउन्डिङ गरेर 5 जना भएर काम सुरु गरेर तपाईँ 2 वर्षमा आधी पनि मान्छे बाँकी रहनु हुँदैन, चाहे त्यो बिजनेस राम्रै रहनुहोस्। प्रब्लम कहाँ छ? टिमवर्क गर्न सक्दैन। किनभने मेन्टालिटी इन्डिभिजुअल वर्कमा छ, जब ओरिएन्टेड छ। जब ओरिएन्टेड मान्छेको धेरै जसो काम गर्ने तरिका के हुन्छ त? थोरै टाइम टिमसँग काम गर्नुपर्छ, धेरै टाइम आफूले। यो चिजमा आइटीमा अलिकति थोरै मै भनेको चाहिँ एक्ज्याक्टली मिल्दैन आइटीकोमा होइन, किन भन्दा टिमवर्क पनि अलिअलि गर्नुपर्छ आइटीमा। तर मोस्ट अफ द काममा चाहिँ टिमवर्क धेरै कम गर्नुपर्छ। जति माथि तपाईँ बढ्दै जानुहुन्छ, बढ्दा हुँदै जान्छ, त्यसपछि बल्ल तपाईँको टिमवर्कको पार्ट बढी हुन्छ। नत्र भए कसैले तपाईँलाई काम असाइन गर्यो, तपाईँले काम असाइन गरेको काम गर्ने, सक्यो, उसलाई रिपोर्टिङ गर्ने, सक्यो। मलाई एउटा इक्जाम्पल दिनुहोस्, जो पास आउट भएको भर्खरै एउटा ग्रेजुएटले नेपालमा बसेर विदेशी कम्पनीको काम गर्न खोज्यो भने उसलाई के अप्सन हुन्छ? एउटा चिज। अरू त नेपाली डायस्पोरा जो बाहिर बस्नु भएको छ, देशको लागि के गरौँ भनेर सोच्नु भएको छ, देशमा बस्ने रहर हुँदा हुँदै विभिन्न कारणले अध्ययनको लागि बाहिर जानु भएको छ। तर देशको लागि के गरौँ भन्ने उहाँहरूको मनमा छ, देशप्रति माया त अगाध छ। उहाँहरूको हरेकको चाहिँ यहाँले फोटोमा हेर्यो भने घरको भित्ता पछाडि नेपालको झन्डा देखिन्छ। ती कम्युनिटीले नेपालको लागि चाहिँ आइटी सेक्टरबाट कसरी कन्ट्रिब्युट गर्न सक्छ? हो, सबभन्दा सुरुमा के हुन्छ भन्दाखेरि जहिले पनि युएस अथवा हुन्छ नि हाम्रो विदेशमा अस्ट्रेलिया अमेरिका जानुभएको साथीहरू छ, उहाँहरूले चाहिँ उतातिरको हुन्छ नि बिजनेस गर्न पाउने भिजा छ कि छैन भनेको इम्पोर्टेन्ट हुन्छ। प्रायः हामी स्टुडेन्ट भिजामा गएका हुन्छौँ, अनि त्यसपछि हाम्रो त्यो भिजा रिन्युअल प्रोसेस हुन्छ आफ्टर स्टडी। अनि त्यसको लागि चाहिँ अब H1B को लागि होइन चिठा त्यो एकदम ठुलो बेरियर त्यो भइरहेको हुन्छ होइन। प्लस अब उतातिर पनि नेसनल इन्ट्रेस्ट बढ्दै गएपछि यो रुल्सहरू अझै टाइट हुँदै जान्छ होइन। सकेसम्म उसले पनि आफ्नै देशमा मान्छे खोजौँ, अनि मात्रै बाहिरको मान्छेलाई आउन दिउँ भन्ने खालको उनीहरूको पनि आफ्नै नेसनल इन्ट्रेस्ट छ होइन। तर त्यसलाई हामीले केले जित्न सकिन्छ भने हाम्रो बौद्धिक क्षमता बढी छ भने होइन, यहाँबाट गएको मान्छेले उनीहरूको कन्ट्रिब्युसन राम्रो गर्न सक्छ भने, सो त्यो ग्लोबल भिलेजको रूपमा जहाँको मान्छे पनि युज गर्न सकियो भन्ने हिसाबले चाहिँ हामीले त्यहाँ कम्पिट गरेर चाहिँ स्पट पाउने हो होइन। सो उताको मान्छेले के गर्नु पर्यो त्यो भन्दाखेरि इन्डस्ट्री इस्टाब्लिसमेन्टतिर लाग्नु पर्यो होइन। त्यो चाहिँ ग्लोबल्ली बेटर इम्प्याक्ट पार्ने टेक्नोलोजिकल इनोभेटिभ आइडियाजहरूमा चाहिँ त्यो पिच गरेर त्यो आइडियामा काम गर्छु भनेर उहाँहरूले आँट्नु पर्यो
जो हाम्रो चाहिँ पिएचडी गरेका स्कलर्सहरू मास्टर्स गरेका स्कलर्सहरू होइन अहिले युएसमा चाहिँ फेसबुक नेटफ्लिक्स गुगल मेटातिर काम गरिरहनु साथीहरू धेरै हुनुहुन्छ होइन उहाँहरूले चाहिँ के गर्नु पर्यो भने म मेरो इनोभेटिभ इन्डस्ट्री स्टार्ट गर्छु होइन म चाहिँ अहिलेको कटिङ एजमा यो आइडियामा चाहिँ काम गर्न चाहन्छु भनेर त्यो आइडिया चाहिँ उहाँले के भन्छ यसलाई इन्भेस्टर्सहरूसँग भेन्चर क्यापिटलिस्टहरूसँग चाहिँ पिच गरेर त्यसमा फन्डिङ ल्याउन सक्नु पर्यो फर्स्ट होइन त्यो चाहिँ हाम्रो युएसमा अस्ट्रेलियामा भएको नेपालीहरूले फन्डिङ ल्याएको नै एउटा आइडियामा भने अब त्यो आइडियाको लागि त्यो वर्ल्ड वाइड बेस्टमा चाहिँ छान्न मिल्छ र नेपालमा चाहिँ टप क्याटेगोरीको मान्छेहरूलाई त युज गर्न मिल्यो नि त उहाँहरूसँग त अब त्यसमा भ्याकेन्सी त वर्ल्ड वाइड बेस्ट मान्छे खोज्नु पर्ने छ नि त त्यसमा चाहिँ अब नेपालीबाट खोज्दाखेरि त्यो आइडियालाई त्यसको लागि मान्छे भेटियो भने किन नेपाली प्रयोग नगर्ने भन्ने कुरा हुन्छ कि होइन त्यसरी चाहिँ अपर्च्युनिटी आउँछ उताबाट पनि यताबाट पनि होइन अब हामी यता कसरी तयार हुनु पर्यो उहाँले चाहिँ भोलि एकदम टप नच आइडियाको लागि फन्डिङ लिएर आउनु पर्यो होइन र त्यो आइडियाको लागि चाहिँ नेपालमा म्यान पावर खोज्दै गर्दाखेरि चाहिँ होइन त्यो बायस्ड भयो सपोज होइन नेपाली भएकै कारणले कसैलाई हायर गर्न त फेरि त्यो आइडियामाथि अन्याय हुन्छ त्यो इन्भेस्टरमाथि अन्याय हुन्छ होइन त्यो हिसाबले के हुनु पर्यो नि हामी यहाँबाट वर्ल्ड क्लास टेक्निकल लिडर्स हौँ हामी यहाँबाट वर्ल्ड क्लास टेक्निकल म्यान पावर हौँ भनेर चाहिँ रेडी भएर बस्नु पर्यो कि तपाईँले केही इक्जाम्पल दिनुहुन्छ कुनै साइटहरू छन् कि जहाँ चाहिँ फ्रेसरले गएर ग्लोबल जबहरू कामहरू गर्न सक्ने नेपालबाट चाहिँ ग्लोबल्ली म कम्पिट गर्छु भनेर फ्रेसरले सुरु गर्नुपर्ने अब अहिले त झन् कम्पिटिसन पनि एकदमै टफ भइसक्यो होइन मान्छे धेरै भयो त्यहाँमाथि एआई आइसक्यो होइन सो इट्स अ भेरी टफ गेम अहिले तर त्यो निराश हुनुपर्ने अवस्था पनि छैन किनभने एआई आयो भनेको चाहिँ न्यू डोर्सहरू खुलिरहेको छ होइन सो गर्नु के पर्यो भनेदेखि पहिलेदेखि चाहिँ आफ्नो प्रोफाइलमा वर्क गर्नु पर्यो कि होइन अब वाट मेक्स यु स्ट्यान्ड आउट होइन ग्लोबल्ली चाहिँ फर्स्ट इयरको स्टुडेन्टहरूले के गरिरहेछ होइन जस्तै गिटअप स्कुल रिप्रेजेन्टेटिभ भनेर गिटअपले राख्छ होइन फ्रन्ट एन्ड मास्टरको कोर्सहरू फ्रीमा दिइरहेको हुन्छ कोर्सेरा स्कुल रिप्रेजेन्टेटिभ युडासिटी क्याम्पस रिप्रेजेन्टेटिभ यिनीहरूको यस्तो के प्रोग्राम छ एमाजोनको चाहिँ अनलाइन मिटअप होइन अनि उनीहरूले चाहिँ अब स्टुडेन्टको लागि भनेर त्यसमा चाहिँ टिङ्कर गर्नको लागि दिएको प्रोभिजनहरू होइन क्लाउड रिसोर्सेसहरू एभाइलेबल गराएको हुन्छ होइन त्यो सबै कुरामा प्रोएक्टिभ भएर लाग्नु पर्यो एकदम फर्स्टदेखि नै किनभने इफ यु डु नट स्ट्यान्ड आउट इफ यु आर नट वर्ल्ड क्लास होइन अहिले चाहिँ इट्स टफ होइन किनभने म चाहिँ कोही एकजना नेपाली चाहिँ नेपाली भएको कारणले कहीँ जागिर खान पाउने होइन नि त ऊ चाहिँ वर्ल्ड ऊ सब बराबरको त्यो कम्पनीले खोजेको रिक्वायरमेन्ट जब डिस्क्रिप्सनमा चाहिँ राम्रो कन्ट्रिब्युट गर्न सक्ने मान्छे भएको र हायर गर्दा नेपाली पढाइ मात्रै हो कि त्यसरी चाहिँ हामीलाई रेडी गर्नु पर्यो र मेन सबभन्दा सजिलो के छ हाम्रो पर्चेसिङ पावर राम्रो हुन्छ हामीले यति डलरमा कमाउन सक्यो भने इन्टरनेसनल काम गर्न सक्यौँ भने चाहिँ होइन हाम्रो अनि ग्लोबल्ली चाहिँ अब कहाँको मान्छे हो भनेर हेरेर कम धेरै स्यालेरी दिने कम्पनीहरू चाहिँ अहिले आउटकास्ट भइरहेछ कि होइन सबैतिर बराबर समान गर्नुपर्छ इट्स ग्लोबली काम हेरेर पैसा दिने हो को कहाँ बस्दैछ गर्ने भन्ने कुरा चाहिँ हेर्ने होइन भन्ने खालको कन्सेप्टहरू अगाडि अब एउटा इक्जाम्पल भनेको चाहिँ अपवर्क हो होइन फ्रिल्यान्सिङ अपवर्क होइन सबभन्दा स्टार्टिङमा अब मैले हाम्रो पालामा होइन अब अहिले चाहिँ अपवर्कमा कनेक्टहरू पाउनु ओर्न पनि उनीहरूले अलिक टफ मतलब जब मार्केट इज टफ होइन त्यो चाहिँ एकदम क्लियर बेसलाइन होइन सो यु हेभ टु ट्राई एभ्रिवेयर होइन हुन्छ अब एउटा अपवर्क भयो अर्को मलाई मन परेको चाहिँ स्ट्याक ओभरफ्लोको जब्स होइन स्ट्याक ओभरफ्लोबाट आउने जब्सहरू तिनीहरू राम्रो छ अर्को चाहिँ प्रोफाइल क्रिएट गर्दै जानु पर्यो होइन गिटअपदेखि लिएर ओपन सोर्स कन्ट्रिब्युसन्सहरू राम्रो गर्नु पर्यो अनि त्यो चाहिँ आफ्नो प्रोफाइलमा बस्यो अनि अपवर्क यता टप ट्याल भन्ने छ होइन टप ट्यालले चाहिँ अब फ्रेसर्सको लागि चाहिँ अलिकति च्यालेन्जिङ हुनसक्छ किनभने उनीहरूले चाहिँ 3% टप ट्यालेन्ट्स होइन अथवा 1% टप ट्यालेन्ट्स अफ द वर्ल्ड भनेर हाल्छ होइन सो उनीहरूको त्यो नम्बर अफ स्क्रिनिङ्स पनि बढी हुन्छ कतिवटा एक्सपिरियन्स पनि खोज्छ जो चाहिँ पछिको लागि हो अब अहिले नै काम गरिरहेको र म आफ्नो चाहिँ इन्कम अपग्रेड गर्न चाहन्छु भन्ने राम्रो काम गर्न जाने नेपालीहरूको लागि चाहिँ टप ट्याल इज अ गुड चान्स होइन अनि भर्खरै स्टार्ट गरिरहेकोहरूको लागि चाहिँ अपवर्क फाइबर होइन यिनीहरू छ होइन भेरी गुड थ्याङ्क यू सर अब म प्रवीण सरदेखि आएँ जस्तो पछिल्लो समय जेनजीले त अलिकति यो आइटीबाट इन्कम जेनेरेसन युवाले के
कन्टेन्ट क्रिएसन भन्नु जस्तो अघि तपाईँले पनि जोड्नु भयो युट्युब बाबालाई पहिला त्यति राम्रोसँग नजरले हेरिँदैन युट्युबै भन्ने खालको कुराहरू गर्ने टिकटकलाई पनि यो भाइरल हुनलाई यस्तो गरिरहेछ भन्ने तर त्यो चिजले त अहिले अथवा इन्कम जेनेरेसन गरिरहेछ जुन यो कन्टेन्ट क्रिएसनबाट यो जुन युवा पुस्ता चाहिँ स्वरोजगार हुने अभियानमा छ नि यो साँच्चै नेपालमा कति भाइबल छ जस्तो लाग्छ तपाईँलाई यस्तो हुन्छ यो इन्डिभिजुअल बिजनेस भन्छ क्या मैले यसलाई चाहिँ नेपालको मान्छेहरूले बल्ल बिजनेस गर्न सिकिरहेछन् त्यो चाहिँ आइटीको जमानामा आएर के यु आर स्टार्टिङ टु सेल योर सेल्फ अब सामान भन्दा पनि होइन अब प्रोडक्ट अथवा कुनै सर्भिस सेल गर्नु भन्दा पनि तपाईँले आफूलाई सेल गर्न सुरु गर्नुभएको छ अब आफूले गरिरहेको काम आफूले गरिरहेको एक्टिभिटी को मान्छेलाई कस्तो खाले चिज मनपर्छ होइन कति मान्छेले चाहिँ मैले भनेको चिजहरू बढी टिप्छन् मैले गरेको एक्टिभिटी बढी टिप्छन् मसँग बढी इन्गेज हुन्छन् बढी सब्सक्राइब गर्छन् लाइक गर्छन् त्योवाला चिज यावत चिजहरू चाहिँ सेल्फ सेलिङवाला पार्टमा बल्ल हामी छिर्दैछौँ होइन अनि सेल्फ सेलिङ पार्ट भन्ने बित्तिकै इट्स कनेक्टेड टु बिजनेस एन्ड इकोनोमी अल्टिमेटली होइन बिजनेस र इकोनोमीसँग कनेक्ट भइसके पछाडि चाहिँ इट्स डुइङ रियली गुड होइन स्टार्टिङमा चाहिँ प्रब्लम अलिअलि भएको हो किन भन्दा सबै चिजको सुरुवातमा अलिअलि प्रब्लम आउँछ क्या किन फर्स्ट कमरले चाहिँ सधैँभरि चाहिँ त्यसलाई राइट ट्र्याकमा राइट डिरेक्सनमा लान्छ भन्ने हुँदैन तर एउटा स्टेप चाहिँ अगाडि बढाइदिएको थियो होइन स्टार्टिङमा चाहिँ नेपालमा सबैभन्दा बढी फेमस चाहिँ सेलिब्रिटीहरूभन्दा पनि पत्रकारिता जर्नलिजममा लागेका मान्छेहरू हुनुभयो किन भन्दा जर्नलिजम अलिकति मिडियासँग नजिक पनि हो अब सोसियल मिडिया युट्युब इज अ टाइप अफ सोसियल मिडिया फेरि सो मिडियासँग उहाँहरू नजिक हुनु स्वाभाविक हो होइन पछिल्लो समयमा चाहिँ इन्डिभिजुअल लोएस्ट लेभलको मान्छे ग्राउन्ड लेभलको मान्छे पनि कनेक्ट हुन सक्ने उनीहरूले आफूलाई सेल गर्न सक्ने ठाउँ चाहिँ आएको हो होइन सो कन्टेन्ट क्रिएसनमा तपाईँको इन्डिभिजुअल भ्लग बनाउने त्यसपछि गीत गाउने गीतको कभर गर्ने होइन आफूले सानसानो गरेको खेतमा गरेको काम देखाउने पकाउने स्किल्स देखाउने त्यो सबै चिज कहिले रमाइलो मात्र इन्टरटेनमेन्ट मात्र गराउने त्यो सबै चिजले चाहिँ इकोनोमीलाई चाहिँ चलायमान बनाएको छ अलि नेपालको कन्टेक्स्टमा चाहिँ त्योभन्दा पहिलाभन्दा बढी भन्छु म बिजनेसको पार्टमा चाहिँ इट्स क्रिएटिङ सेन्ट्रलाइज नभए पनि डिसेन्ट्रलाइज ह्युज भने इकोनोमिक मुभमेन्ट चाहिँ धेरै नै ठुलो भएको छ त्यसले गर्दा सम्भव धेरै ठुलो हामीले बल्ल सिक्दैछौँ बिजनेस भनेको चिज हामी अब त्यो जागिरे मेन्टालिटीबाट होइन सेल गर्न सिक्दैछौँ अब स्टार्टअप गर्ने भनेको चाहिँ अब जसरी गरे पनि तपाईँले आफूले सेल गर्न स्टार्ट गर्नु भनेको इट्स बिजनेसकै होइन यसमा म अलिकति थप्छु होइन जस्तो यसको पनि पोजिटिभ र नेगेटिभ एस्पेक्ट्स हुन्छ जसरी चाहिँ अब सेन्ट्रलाइज मिडियाहरूले मात्रै न्युज सर्भिसेसहरू दिँदाखेरि चाहिँ होइन अकाउन्टेबल बनाउन सकिन्थ्यो उनीहरूलाई होइन तर चाहिँ उनीहरू पावरफुल पनि थिए उनीहरूले चाहेको मान्छेलाई राम्रो देखाउने चाहेको मान्छेलाई नराम्रो देखाउने पनि गर्न सक्थे होइन अहिले चाहिँ पब्लिकले उनीहरूले लुकाउन खोजेको न्युजहरू पनि उजागर त गर्यो होइन तर आज मिसइन्फर्मेसन डिसइन्फर्मेसन आयो होइन अब यो हामीले इन्डिभिजुअल बिजनेसहरू जुन टिकटक फेसबुकबाट आइरहेको छ नि होइन यसले के भइरहेछ भने सबैलाई स्वरोजगार आत्मनिर्भर बनाउन हेल्प गरिरहेको छ होइन सँगै चाहिँ जसरी एउटा ब्रान्डलाई एउटा कम्पनीलाई अकाउन्टेबल बनाउन सकिन्छ नि त्यो पनि फेरि हराइरहेको छ कि कसले बेच्यो मलाई भन्ने कुरा नि म क्लियर हुन्न होइन अब कुन क्वालिटीको सामान मैले कुन पेमेन्टमा पाइरहेको छु होइन अनि अब त्यो मान्छेलाई कसरी अकाउन्टेबल बनाउने उसको बिजनेस रजिस्टर्ड छ छैनदेखि लिएर सबै कुरा चाहिँ जस्तो यो डेरीको दुध खाँदाखेरि प्याकेटको दुध भन्दा चाहिँ गाईको दुध ठिक भनेर चाहिँ लोकल डेरिजहरूबाट त्यो एक्सपाइरी डेटहरू केही पनि नलागेको लेबलिङै नभएको एउटा प्लास्टिकको रबरले बाँधेको दुध खान थालियो होइन अब त्यसमा चाहिँ क्वेसन छ क्या गाई नभएको ठाउँबाट 40 लिटर 50 लिटर दुध चाहियो भने पनि पाइन्छ होइन वेयर इज द्याट कमिङ फ्रम वाट इज द क्वालिटी हु इज अकाउन्टेबल भोलि त्यो दुध खाँदाखेरि चाहिँ बच्चा मऱ्यो भने कसलाई भन्न जाने होइन त्यो डेरीलाई भन्नु न त्यसले अर्को ठाउँबाट ल्याएको त्यसले 50 ठाउँको दुध मिसाएको होला होइन को अकाउन्टेबल हुने त हिजोको त नेपाल डेरीको दुध खाएर के भयो भने नेपाल डेरीको अफिसमा गएर चाहिँ कराउन मिल्थ्यो नि त होइन डिडिसीको दुध खाएर के भयो भने डिडिसी सीतारामको दुध खाएर सीताराम हरेक ठाउँमा गएर चाहिँ अकाउन्टेबल बनाउन मिल्थ्यो नि त सो यसको च्यालेन्जेस पनि छ र यसमा एकचोटि सरकार छिर्न खोजेको फेसबुकबाट सामान बेच्न नपाइने अथवा सबैले रेजिस्टर गर्नुपर्ने भन्दाखेरि अब त्यसको पनि हामीले विरोध गर्यौँ किनभने त्यो पनि उयो अघि फेसबुक चाहिँ कन्ट्रोल गर्ने भने जस्तै त्यसका राम्रा र नराम्रा पक्ष दुइटै छन् हामीले राम्रो पक्षलाई अगाडि बढाउँ र नराम्रो पक्षबाट पनि सजग चाहिँ हुँदै जानुपर्छ भन्ने कुरा यसमा चाहिँ एउटा चाहिँ मलाई थप्नु मन लाग्यो जुन यो कस्तो हो एउटा चिज चाहिँ हामीले बुझ्नुपर्ने चिज भनेको चेन्जबाट नेगेटिभ पार्ट आउँछ होइन चेन्जबाट धेरै नेगेटिभ पार्ट आउँछ स्टार्टै नेगेटिभबाट हुन्छ धेरै कुरामा होइन अघि हामीले एउटा इक्जाम्पल पनि दिइसक्यो
नेपालमा चाहिँ एउटा विकृति आएको हो नि त युट्युबले गर्दाखेरि। एक टाइम चाहिँ युट्युब भन्ने बित्तिकै चाहिँ नेपालमा युट्युब चलाउने मान्छे कस्तो हुन्छ भन्ने होला इमेज चाहिँ हाम्रोमा राम्रो थिएन, अहिले डिफ्रेन्ट हुन थालिसक्यो होइन। सो त्यो टाइममा चाहिँ जस्तो अब यो सोसियल मिडिया चाहिँ अब त्यो गभर्मेन्टतिर इन्क्लाइन चिज अथवा त्यो कन्ट्रोलिङ बडीतिर इन्क्लाइन चिज भन्दा पनि ग्राउन्ड लेभलको मान्छेसँग इन्क्लाइन भएको चिज हो सोसियल मिडिया। डेमोक्रेटिक एन्टिटी डेमोक्रेटिक एन्टिटी भन्दा पनि बिना एकदम त्यसलाई होइन यो राम्रो वर्ड हो त्यो होइन। सो त्यो के भयो भन्दाखेरि सो कन्ट्रोलिङ मेकानिजम नै त्यो सोसाइटीले बनाउनु पर्छ हामी जब। अनि हामी चाहिँ डिजिटल डिभाइडमा एकदम ठुलो, हाम्रोमा डिजिटल डिभाइड ठुलो छ भनेको कारणले हो। डिजिटल लिटरेट मान्छेहरू धेरै कम छन्, चलाउँछन्, लिट्रेसी कम छ, अवेरनेस कम छ, एजुकेटेड मान्छे कम छन् पहिलो कुरा हाम्रोमा होइन। कम्पेरिटिभली हेर्ने भने जेनेरेसन वाइज हेर्ने भने त पछाडिको जेनेरेसनमा चाहिँ मान्छे अलिअलि पढाइ लेखा छ, पढाइ लेखा भए पनि कति ठाउँमा चाहिँ यो चिज के हो भनेर भन्दाखेरि मान्छेले बुझ्दैन। जस्तो मैले अस्ति कति 3-4 महिना अगाडि चाहिँ मैले एकदम जस पढाइ लेखेकै मान्छे सरकारी कर्मचारीहरूलाई नै मैले ट्रेनिङ दिएको थिएँ। उहाँहरूलाई चाहिँ मैले डिजिटली चाहिँ सोसियल मिडिया लगायतको इन्टरनेटसँगको उसहरूबाट चाहिँ कसरी बाँच्न सकिन्छ भन्दाखेरि उहाँहरूलाई चाहिँ मैले एउटा इन्फर्मेसन दिएँ। उहाँहरू एकजनाले पनि त्यो चिज चाहिँ अहिलेसम्म थाहा पाउनु भएको चाहिँ पब्लिक वाइफाई युज गर्ने भन्छ नि। तपाईँ जानुभयो एउटा होटलमा, ठुलो होटल छ, ठुलो रेस्टुरेन्ट छ, अब जानुभयो त्यहाँबाट वाइफाई माग्नुभयो, युज गर्नुभयो, कति सेफ हुनुहुन्छ तपाईँ? फुल सेफ छु, किनभने वाइफाईको पासवर्ड थियो भने। हाम्रो डिजिटल लिट्रेसीको लेभल भनेको एकदम धेरै पढाइ लेखा, इभन मोस्ट अफ द आइडीको मान्छेले यो क्वेसन सोध्ने भने म सिक्योर छु भन्छ कि। कसैको पनि पब्लिक वाइफाईमा कसैको पनि एउटा सिङ्गल वाइफाई नेटवर्कमा कनेक्ट भयो भने यु क्यान गेट इन्फर्मेसन वाट इज गोइङ थ्रु। हामी 3जना बसेर यहाँ तपाईँको वाइफाई युज गऱ्यौँ भने इफ आई वान्ट आई क्यान। त्यही भएर त इन्टरनेसनली पब्लिक वाइफाईको कन्सेप्ट छैन नि। हाम्रो देशमा पब्लिक वाइफाई कन्सेप्ट एकदम धेरै लागु भएको चलेको। वाइफाई दिनु पर्यो, इन्टरनेटको बिल के अरे तपाईँको बिल तिर्नु पर्यो भने रेस्टुरेन्टमा गएर भन्छ वाइफाई दिनु पर्यो, गर्नु पर्यो। वर्ल्डिङले इन्डिभिजुअल लगिङको सिस्टम किन ल्याएन? हामी मध्ये धेरैजनालाई चाहिँ यति इन्फर्मेसन पनि थाहा छैन किन भन्दा हाम्रो त्यो वाला लाइनमा छाँदै भएन। इन्टरनेट चाहियो भने चाहिँ ल भक्रा ठिक छ, अब यो एक तरिकाले ठिक भएको पनि हो, नभएको भन्दिनँ म होइन। तर त्यसको नेगेटिभ इम्प्याक्ट चाहिँ अहिले हामीले देखिरहेको छ क्या। जुन अहिले हामीले यो विषयमा यो समस्या आउँछ भन्ने कुरा गऱ्यौँ, त्यो सबै चिजको चाहिँ मैले भनेको एउटा जस्ट इक्जाम्पल हो क्या। कारण चाहिँ त्यसमा सजग मात्र हुने हो। अब हामी लगभग हाम्रो सेसनको अन्ततिर पनि आइसक्यौँ होइन। हामी जेनजी विद्रोह पछिको आइटी सेक्टर र यसका अवसरहरू पनि के बारेमै छौँ होइन। सो अहिले चाहिँ यो नेपालभन्दा बाहिर रहेको नेपालीलाई चाहिँ मतदान गराउन सकिन्छ भनेर एउटा माग स्वरूप आइरहेको छ होइन। जस्तो यो विगतमा पनि यसको अभ्यास एकचोटि भएको रहेछ क्या। 36 सालको जनमत सङ्ग्रहमा चाहिँ नेपाल बाहिरको नेपालीको मत पनि अब त्यो बेलाको प्रविधि सायद हुलाकबाट लिएर आएर गनेको रहेछ। अब अहिले जेनजीले पनि नेपालभित्र बस्ने, नेपाल बाहिर बस्नेको सङ्ख्या त सिग्निफिकेन्ट छ। सो नेपाल बाहिरकोले चाहिँ मतदान गर्न किन नपाउने भनिरहनु भएको छ। यो विषयमा चाहिँ नेपाल बाहिरको मान्छेको पनि मतदानको अधिकार त हो यो देशमा, नेपाली नागरिक हो। सो टेक्निकल्ली चाहिँ यो चिज जस्तो कसरी पोसिबल होला, पोसिबल छ कि छैन, छ भने चाहिँ कसरी होला, त्यसको के चाहिँ थ्रेट हुन्छ, अलिकति यो विषयमा सरहरूले केही भनिदिनुहुन्छ? यसमा सबभन्दा हेल्प गर्ने भनेको चाहिँ जिरो नलेज प्रुफ भन्ने टेक्नोलोजी छ होइन, ब्लकचेनको टपमा भएको। यसले चाहिँ के गर्छ भन्दाखेरि भित्र के छ थाहा छैन, तर यो कुरा त्यहीबाट आएको हो, बिचमा टेम्पर भएको छैन र यो कुरा अथेन्टिक हो होइन। यो चाहिँ ब्लकचेनको टपमा अहिले प्रुफिङ टेक्नोलोजीहरू कसरी भ्यालिडेट गर्ने, कुनै एउटा ट्रान्जेक्सनभित्र के छ थाहा नभइकन कसरी ट्रान्जेक्सन भ्यालिडेट गर्ने भनेर म्याथमेटिकली बन्दै आएको कुरा हो होइन। सो जिरो नलेज प्रुफ युज गरेर होइन अब ब्लकचेन बेस्ड भोटिङ गरायो भने चाहिँ पोसिबल छ। यसको बारेमा चाहिँ बृहत रिसर्च गर्नुपर्छ। अहिले ठ्याक्कै अहिले क्वेसन सो के यो समय फ्रेमभित्र पनि यो त एक्जिस्टिङ टेक्नोलोजीलाई युज गर्ने कुरा मात्रै हो, किन जिरो नलेज प्रुफ भनेको एक्जिस्टिङ टेक्नोलोजी नै हो होइन। तर नेपालको केसमा अब क्रिप्टो करेन्सी चाहिँ इलिगल छ होइन, ब्लकचेन इलिगल छैन, यो ब्लकचेनको एउटा इम्प्लिमेन्टेसन मात्रै हो होइन। सो यसमा रिसर्च गरेर एउटा प्रुफ अफ कन्सेप्ट रेडी गर्न त सकिन्छ होला, त्यसमा तुरुन्तै एक्ट गरिहाल्नु पऱ्यो
हो होइन म चाहिँ यो कुरामा दाइको कुरामा आधी एग्री गरेँ होइन भनेको टेक्नोलोजी वाइज चाहिँ फिजिबल होइन टेक्नोलोजी वाइज फिजिबल टाइमको कुरा होला पैसाको कुरा होला एक्सेस वाइज चाहिँ फिजिबल छ त भन्ने कुरा सबभन्दा ठुलो क्वेसन हो मैले अघिको हाम्रो कन्भर्सेसनमा एउटा कुरा के भएको छ भन्दा हामी डिजिटल टुलमा लिटरेट छैन अब तपाईँले गएर भोटिङ गर्ने बेलामा एकचोटि याद गर्नु तपाईँले भोटिङ गर्दा कसरी गर्नुहुन्छ जान्नुहुन्छ तपाईँको पहिला आइडेन्टिटी भेरिफिकेसन हुन्छ एक ठाउँमा हुँदैन मल्टिपल ठाउँमा 3-4वटा स्टेपमा लगातार तपाईँले तपाईँको आइडेन्टिटी भेरिफिकेसन गर्नुहुन्छ मैले भोटिङ हालेँ भनेर लगातार तपाईँले आफ्नो साइन र टिक लगाएर हिँड्नुहुन्छ त्यहाँपछि तपाईँ हो कि होइन भनेर एकजना मात्र होइन त्यहाँको सबै दलका प्रतिनिधिदेखि लिएर तपाईँको नेपाल सरकारका प्रतिनिधिदेखि लिएर होइन अरू सुरक्षा निकायका प्रतिनिधिको अब्जर्भेसनमा तपाईँले चाहिँ तपाईँ हो भनेर मल्टिपलवटा लेयरबाट तपाईँ भ्यालिडेसन गएर तपाईँ के गर्नुहुन्छ छाप लगाउनुहुन्छ निस्किनुहुन्छ अथवा डिजिटली गर्नुभयो भने गएर तपाईँ एउटा टच स्क्रिनमा गएर छुनुहुन्छ अनि त्यो सेभ हुन्छ निस्किनुहुन्छ होइन हुने त्यो भने त्यही चिजलाई त्यो प्रोसेसलाई चाहिँ हामीले डिजिटल्ली चाहिँ रिमोटली चाहिँ कसरी फलो गर्न सक्छौँ अब रिमोटली गर्दाखेरि यो प्रब्लम चाहिँ एकदमै ठुलो छ सबभन्दा ठुलो इस्यु के हो भने मान्छेले कसैको डर धम्की लोभमा भोट गरेको हो किन भन्ने कुरा भ्यालिडेट गर्न जानुहुन्छ होइन जस्तो नत्र त नागरिक एपमा एउटा बटन थपिदिने त नि किन फलानु मान्छेलाई मैले भोट गरेँ भनेर होइन तर तेरो नागरिक एपमा तैँले भोट हाल्दा मेरो अगाडि बसेर घर 5,000 रुपियाँ दिन्छु फलानु पार्टीलाई भोट हाल होइन भनेर एकजना मान्छे खटाउँदाखेरि त भोलि त्यसको त दुरुपयोग हुन सक्ने भयो होइन त्यो रिस्क चाहिँ सबभन्दा ठुलो रिस्क चाहिँ अब फेरि युएसमा पोस्टल भोट अहिले एकदम मजाले चलिरहेको छ होइन किनभने यो के भन्छ हुलाकबाट भोट गर्न पाउने चाहिँ एकदमै चलिरहेको कुरा हो होइन हुलाकबाट भोट गर्न पाउने आफ्नै देशभित्र यहाँकाले पनि यहाँकै युएस एम्बेसी कर्मचारीले पनि उसको देशलाई पठाउँछन् त त्यो चाहिँ थाहा छैन तर हुलाकबाट भोट पोस्टल भोट चाहिँ एकदमै फेमस हो क्या होइन एकदमै इजी पनि भयो त्यहाँ जानु पनि परेन भिड पनि भएन होइन अनि अर्को इन्ट्रेस्टिङ कुरा त्यसमा अहिले आउँला होइन अझै उनीहरूको फेरि डिजिटल भोटहरू भनेको नि डिजिटल्ली जाने भोटहरू भनेको नि बुझमै गरेर गर्नु पऱ्यो किन यो मान्छे डर त्रास धम्की लोभमा छैन भन्ने कुराको र ऊ चाहिँ एक्लै छ भोट गर्ने भन्ने कुराको ग्यारेन्टी भयो नि त अब हाम्रो दुवै कतारमा हुनुभएको साथीहरू अमेरिका अस्ट्रेलियामा हुनुभएको साथीहरूको चाहिँ डर त्रास धम्की छैन भन्ने कुराको इन्सुरेन्स के सबभन्दा इम्पोर्टेन्ट त्यो हुन्छ थाहा छैन के भइरहेछ ब्याकग्राउन्डमा त्यो फेरि त्यो डेमोक्रेसीको फ्ल पनि हो क्या यहीँ पनि डर त्रास धम्की लोभ छैन भन्ने त के छ र मासु भात खुवाएर भोट हालेरै त अहिलेसम्म चाहिँ यो होइन सही मानेमा प्रजातन्त्र अथवा लोकतन्त्र नहुनुको चाहिँ एउटा सबभन्दा प्रमुख कारण भनेको डर त्रास यहीँ त त्यो प्रब्लम छ भनेपछि त्यो सिग्निफिकेन्टली त्यो चिज चाहिँ बाहिर झन् एम्प्लिफाई गरेर जान्न भन्ने सकिँदैन तर यस्तो छ यहाँ भन्दा चाहिँ हाम्रो बढी राजनीतिक रूपमा चेतनशील होइन र चाहिँ युवा जनशक्ति चाहिँ बाहिर छन् भन्ने हिसाबमा होइन त्यो हिसाबले चाहिँ केही हदसम्म न्यूनीकरणै होला कि पोसिबल भए पनि यो अपरेसनमा चाहिँ गाह्रै छ अपरेसनलिटी त हामी टेक्निकली सिस्टममा सक्छौँला सक्छौँ त्यहाँको प्रोसेस के हुन्छ अब सम्मेलन गरेर एउटा दूतावासले गराउन सक्छ सबभन्दा दूतावासमा अरूको देशमा गएर भोटिङ गर्न दिनेवाला चिज भनेको त सहज छ त दूतावासले त गराउन पायो नि जस्तो दुबईका लागि नेपाली दूतावास भनेको त नेपाल इन दुबई भनेर उनीहरू त ह्यान्डलै त्यही हुन्छ नेपाल इन दुबई हो नि त त्यति दूतावासको एरिया भनेको त नेपालै हो नि त हैन तर त्यसको कस्टहरुको पार्ट पनि हुन्छ कस्टको पार्ट हुनु पर्यो बुथ बनाउनु पर्यो एउटा बुथले धान्दैन दूतावासले भन्छ दूतावासमा मात्रै गर्न मिल्दैन क्या दूतावासमा मात्रै गर्न मिलेन भने चाहिँ मल्टिपल बुथ बनाउनु पर्यो मल्टिपल बुथ बनाउँदाखेरि अर्को सरकारको जग्गामा गएर अर्को सरकारको एरियामा गर्नु पर्यो सेक्युरिटी दिनु पर्यो त्यो सबै चिज कम्प्लिकेटेड भयो क्या त्यहाँ इन्डिभिजुअल दूतावासमा मात्रै भोटिङ गरेर त पुग्दैन अरू ठाउँमा बुथ पनि बनाउनु पर्यो त्यही भएर अब नेपालको चाहिँ सिग्निफिकेन्ट पपुलेसन बाहिर भयो नि त अरू देशको लागि यो ठुलो प्रब्लम होइन क्या उसको देशको थोरै पपुलेसन मात्रै बाहिर छ क्या तर नेपालको चाहिँ मेजर अपवर्किङ फोर्स चाहिँ बाहिर छ नि त 2-3जना कर्मचारी छन् दूतावासमा 5जना कर्मचारी छन् कसरी गराउनु मतदान गर्ने अधिकारको बारेमा त सरकारले सोच्नु पर्यो नि त त्यो जेनजीहरुको माग पनि हो अहिलेको त्यसलाई प्राइभेट अहिले जुन अपरेसन प्रब्लम हामीले देख्यौं त्यसको सोलुसन भनेको दूतावासबाट भोट गर्न नै हो भन्ने कुरा हो कि हैन अब हाम्रो दूतावासको एरिया कति छ त्यो देशमा कति मान्छे छ टेक्निकली चाहिँ उनीहरूले त्यहाँ गएर भोट सेक्युरिटी लिएर आएर निर्वाचन आयोग मार्फत गर्न सकिन्छ त्यो त बुथ बक्सै लिएर आएर गर्न पनि सकिन्छ क्या
त्यो डिजिटली गर्नुपर्छ नि, कम्पल्सन पनि छैन यदि त्यो त दाइले डिजिटल भनेर ट्रान्सपोर्टेसनको प्रब्लम धेरै, जति धेरै टाइम मतगणनामा चाहिँ बिचमा बस्यो त्यो त्यति धेरै चल्खेल हुने विन्डो हो नि त, त्यो त रिस्क विन्डो हो नि त, त्यसलाई जति मिनिमाइज गर्यो त्यति डिजिटली भयो भने त्यसलाई सिधै ट्रान्सफर गर्न मिल्यो, सक्यो होइन। ट्रान्सफरको मेकानिजममा मात्र ब्लकचेन युज गर्दा भयो, त्यति मात्रै युज गर्ने हामीले होइन। त्यो बाहेककोमा चाहिँ डिजिटली लियो, अब अघि मैले भने जस्तै टच स्क्रिनमा टच गर्यो उनीहरूले। अरू पोस्टल भोट दूतावासले गर्यो भने पनि आई थिङ्क त्यो कुरा पोस्टल भोटको कन्सेप्ट पनि दूतावासबाट त्यो राम्रै हुनसक्छ। अब कसैको नाममा अब यस्तो हो, दूतावाससँग त्यो मान्छेहरूको इन्फर्मेसन कुन लेभलमा छ के छ भन्ने एउटा चिज हामीलाई थाहा छैन, त्यो विषयमा त्यो त हुनु धेरै नै, किनभने हाम्रो पासपोर्ट बोकेर गएका जनता हुन्, त्यो त छ इन्फर्मेसन टोटली छ भने त पासपोर्ट आइडेन्टिटी भेरिफिकेसन यताउता गर्न सक्ने स्थिति छ भने त गर्दा पनि हुन्छ, त्यो प्रब्लम हुँदैन। तर अब ह्यान्डल गर्न सक्छ दूतावासले। अब अहिलेको सरकारले यसको चाहिँ केही विचार विमर्श गरिरहेको टेक्निकली चाहिँ सक्छौँ कि टेक्निकली त सक्छ, टेक्निकली नो प्रब्लम प्रशासनले हेर्छ। ठिक छ ल, अब चाहिँ हामी ल अन्त्यमा नै आयौँ। हामी आइटी सेक्टरको त यो पछि जेन्जी विद्रोह पछिको परिस्थितिको बारेमा छलफल गऱ्यौँ। यहाँ हाम्रो छलफलमा बाँकी तपाईँहरूलाई केही भन्न मन लागेको कुरा छ भने एकचोटि भन्न सक्नुहुन्छ। अब यस्तो छ, मलाई चाहिँ अब अघि बिचमा आइरहेको एउटा कन्टेक्स्ट चाहिँ मैले थोरै जोड्छु होइन। जति पनि हाम्रो अहिले पछाडिको समयमा यो आइटी सेक्टर लगायतले चाहिँ हामीलाई जति पोजिटिभ पार्टमा हेल्प गरेको छ नि, अनसिन पार्टमा हामी एउटा नकार्न नमिल्ने चिज भनेको नेगेटिभ पार्टमा पनि धेरै नै हामीलाई इम्प्याक्ट क्रिएट गरेको छ। हामी इन्फर्मेसनको युगमा लगभग अब ठ्याक्कै अब सुनिँदा चाहिँ नमजा होला, नरमाइलो होला, हामी एकदम पहिलाको एग्रिकल्चर युगबाट चाहिँ इन्डस्ट्रियल नभइकन सिधै आइटीको युगमा जम्प गरेका छौँ होइन। बिचमा धेरैवटा इन्डस्ट्रियल रेभोल्युसनदेखि लिएर अरू धेरैवटा युग चाहिँ अरू देशहरूले चाहिँ भोग्न पाए। हामी एग्रिकल्चरबाट सिधै इन्फर्मेसनको युगमा जम्प गरेका छौँ। त्यो जम्प गर्दाखेरि हामीले बिचमा धेरै चिजहरू मिस गरेका छौँ। बिजनेस इन्डस्ट्रियल इकोनोमिक रिभोल्युसन एउटा चिज हो होइन। त्यसमा चाहिँ अहिले पछाडिको समयमा आइटीले धेरै ठुलो इम्प्याक्ट क्रिएट गरेको छ। तर त्यसको साइड बाई साइड हामीले नेगेटिभ धेरैवटा हामीले जुन चाहिँ हामीले नलेजको हिसाबले अनि त्यसपछि एजुकेसनको हिसाबले सोसियल रिफर्मेसनको हिसाबले जुन यो डिफ्रेन्ट एराले गरिरहेको थियो, सोसियल रिफर्मेसन पनि धेरै यो बिचको एराले गर्यो नि त संसारभरि नै होइन। अब त्यसका धेरै इक्जाम्पलहरू खोजिन्छ भने भेटिन्छ। त्यो चिजहरू हामीले स्किप गरेका छौँ भन्ने चिज चाहिँ हामीले बिर्सिनु हुँदैन। त्यो स्किप गरेको चिज चाहिँ सबसे बढी इम्पोर्टेन्ट हुन्छ अबको टाइममा चाहिँ। किन भन्दा जब क्राइसिसको बेला आउँछ होइन, संसारभरि पनि क्राइसिस छ, हामी इन्डिभिजुअल देशको कन्टेक्स्टबाट हेर्दाखेरि पनि ठुलो क्राइसिसबाट गुज्रिरहेको छौँ, ठुलो भ्याक्युमको सिचुएसनबाट गुज्रिरहेको छौँ। यो बेलामा सोसाइटीले कस्तो रोल खेल्छ र सोसाइटीले यो चिजलाई कसरी ड्राइभ गर्छ भन्ने चिज एकदम बढी इम्पोर्टेन्ट हुन्छ। सो हामीले स्किप गरेको कुराहरू चाहिँ फेरि मनन गरेर चाहिँ त्यो चिजलाई ट्र्याकमा लिएर आउनको लागि चाहिँ अलिकति बढी सोच्नुपर्छ सोसाइटियल कन्टेक्स्टबाट भन्ने मेरो चाहिँ। अब मलाई चाहिँ आज हामीले यहाँ कुरा नगरेको तर एकदमै इम्पोर्टेन्ट कुरा भनेको जसरी हामी एग्रिकल्चरबाट बिचका सबै कुरा स्किप गरेर आइटीमा गयौँ भने आइटीमा पनि हामी चाहिँ अप टु द मार्क छैनौँ। जस्तो आज चाहिँ क्रिप्टो करेन्सीको रुल के बनाउने कस्तो बनाउने भनेर नेपालमा क्रिप्टो करेन्सी लिगलै छैन होइन। तर अहिले विश्वमा के कुरा भइरहेको छ भन्दाखेरि अहिले जुन हिसाबले सुनको भाउ बढिरहेको छ होइन, यो पैसाबाट चाहिँ SP 500 र सुन एकैचोटि बढ्छ भन्ने एक्सपेक्टेसन थिएन होइन। कि स्टकको भाउ बढ्छ कि सुनको भाउ बढ्छ भन्ने मात्रै थियो होइन। यो गर्दै गर्दा स्टोर अफ भ्यालु जुन गोल्ड छ यसलाई चाहिँ रिकन्सिडर गर्ने कि स्टोर अफ भ्यालु चाहिँ बिटकोइनलाई बनाउने कि भनेर कुरा भइरहेछ वर्ल्डमा होइन। भोलि चाहिँ अमेरिका गभर्मेन्टले आफूसँग भएको अहिलेको करेन्ट भ्यालुसँग चाहिँ $1 ट्रिलियन बराबरको गोल्ड छ कि उनीहरूले चाहिँ 19 समथिङमा भ्यालुएसन गरेको त्यतिखेरको $25 समथिङको गोल्ड अथवा एकदमै सानो प्राइसको गोल्ड चाहिँ त्यसपछि रिभ्यालुएटै गरेको छैन। त्यसलाई आजको प्राइसमा रिभ्यालुएट गरेर $1 ट्रिलियन बढी पुग्छ। अमेरिकाले चाहिँ गोल्ड बेच्ने स्ट्राटेजी लिएर आयो भने होइन अब चाहिँ स्टोर अफ भ्यालु वर्ल्डले केलाई भन्छ, गोल्डलाई भन्छ कि बिटकोइनलाई भन्छ भनेको अहिले नेपालमा सुन चाहिँ इलिगल भने जस्तो हो कि बिटकोइन इलिगल हुनु भनेको होइन। कि हामी टेक्नोलोजीमा यो डिजिटल गोल्ड त हामीसँग छैन नि त। टेक्नोलोजिकल डिजिटल गोल्ड हो नि त। आज राष्ट्र ब्याङ्कसँग चाहिँ टन्न बिटकोइन भइसक्नु पर्ने थियो कि यसको बारेमा कसले कुन अर्थशास्त्रीले कता चाहिँ विचार गरेर जेनरल पब्लिकलाई पैसा बाहिर लगलाई मोनिटर गर्ने गाह्रो होला भनेर दिएन अरे। राष्ट्र ब्याङ्कसँग छ कि छैन बिटकोइन भन्ने क्वेसन हो कि होइन।
त्यो अर्थशास्त्री कतिलाई चाहिँ बिटकोइनको बारेमा नलेज छ हो क्या क्वेसन गर्ने ठाउँ त त्यहाँ पनि छ नि त हैन राष्ट्र बैंकसँग बिटकोइन हुनुपर्छ पर्दैन भन्ने रिसर्च हुनु पर्यो कि हैन किन यो टेक्नोलोजी कम्प्युटर इन्जिनियरसँग मात्र एसोसिएटेड कुरा हैन यो त देशको अर्थतन्त्र देशको चाहिँ स्ट्र्याटेजीसँग रिलेटेड कुरा हो त हैन यो नि हामी टेक्निकल ब्याक स्ट्र्याटेजी हामीसँग अहिले छैन हैन अब यहाँ त म एउटा चाहिँ प्राविधिक भएको हिसाबले मैले सबै भन्न नसकौँला हैन अर्थतन्त्रमा बिटकोइन चाहिँ एज अ रिजर्भ राख्नु र नराख्नु राष्ट्र ब्याङ्कले कति फरक पर्छ मलाई थाहा नहोला तर यसको बारेमा अध्ययन त हुनु पर्यो त्यसमा हामी पछाडि छौँ भनेको हामी आज पनि पछाडि छौँ कि हामी आइटीमा पनि त्यो बराबरमा चाहिँ छैन हैन त्यो पनि एउटा चिज चाहिँ छ प्रब्लम के भइरहेको छ भन्दा अब थोरै यसलाई अब एन्ड गर्नुतिर लगौँ तर अब अल्टिमेटली के भइरहेको छ भन्ने चिजमा जोडौँ होइन भइरहेको के छ भन्दाखेरि विज्ञहरू छ धेरै सेक्टरका विज्ञहरू छन् हाम्रोमा इन्टरडिसिप्लिनरी विज्ञको पनि धेरै ठुलो कमी छ क्या मैले अघि एउटा क्वेसन बिचमै काटेर सोधिरहेको थिएँ इकोनोमिक स्टडी गरेको मान्छेलाई डिजिटल करेन्सीको बारेमा कति नलेज छ बुझाउनु है अब हुन सक्छ है फेरि किन कम्प्युटर इन्जिनियरिङ अथवा इन्जिनियरिङ सेक्टर जुन हामी यो गफ गरिरहेको आइटी सेक्टर छ नि यो आइटी सेक्टरकै मान्छेलाई बाहेक बाहिरकै हाम्रै नजिकको साथी अर्को आइटी बाहेक बाहिरको मान्छेसँग बसेर हामीले बिटकोइनको अथवा डिजिटल करेन्सीको हामीले गफ गर्न सक्दैनौँ जसले चाहिँ आइटीको धेरै चिज चाहिँ बुझिसकेको छ एउटा चाहिँ क्रिप्टोकरेन्सीको मात्रै डिजिटल डिभाइड हो यो एकदम ठुलो प्रब्लम भयो धेरै ठुलो प्रब्लम हो हाम्रोमा चाहिँ यो डिजिटल लिटरेसी है बाइ बाइ